यही भनेर सुरु गर्ने यहीबाट फेरि अहिले मिलाउला नि त यसलाई अब तपाईँले मलाई सोधे जस्तो भयो कि हो कसरी अब सुरुवात गर्नु त ल भन्नु नि त एनजिपिएल र राति मध्ये एउटा छान्न लाग्यो भने कुन छान्नु म चाहिँ अब तपाईँले छान्न लाउँछु है एक दुईवटा चिजहरू होइन तपाईँले रेडीको चाहिँ किन कुरा नगरे आउँछ सकी यो अब अर्को के टपिक त ल समीर सर अब चाहिँ म तपाईँलाई केही कम्पेरिजन गर्न दिन्छु है यो फिल्म स्टाइलवाला त होइन नि भनेको होइन यो चाहिँ काटौँ है हाइड्रो र फ्याङ्की फेरि भन्दा त यो सबै त अब अलिकति इन्डेक्सतिर पनि ल भन्नु समीर सर के छ हालखबर तपाईँको ए ठिकै छ प्रज्वल सर यस्तै छ अनि बजार अब पछिल्लो समय अलिकति बढी नै रहेको थियो होइन अनि फेरि बिचमा करेक्सन आयो तपाईँले चाहिँ बजारलाई कसरी हेरिरहनु भएको छ मलाई चाहिँ बजारले अलिकति बााउन्स ब्याक गरेको हो कि जस्तो नि लागिरहेछ होइन तपाईँलाई चाहिँ कस्तो लागिरहेछ त्यो विषयमा अब यो बजार अहिले अब नयाँ स्टकहरूको अलिकति यो वास्तवमा यो फ्लोटेड सेयर र मार्केट क्यापिटलाइजेसन चाहिँ यो लकिङ भएको कारणले गर्दा स्टकहरूमा अलिकति अब थोरै किताले पनि बजार बढ्ने भयो अब अहिले चाहिँ बजारमा अहिले गर्नै पर्ने काम के पनि जस्तो लाग्छ भने नि यो बिबिसी अब भनौँ न बिबिसीकै पनि फ्लोटेड सेयर एकदम थोरै अनि मार्केट क्यापिटलाइजेसन हाई भयो एसओएचएल पनि त्यस्तै भयो पब्लिक सेयर थोरै किता टोटल 10 करोड अनि अहिले आएको आरएसएमएल पनि किता धेरै फ्लोटेड सेयर कम यसले गर्दा चाहिँ अलिकति इन्डेक्समा तलमाथि गरे जस्तो लाग्यो मलाई त त्यही त मलाई पनि पछिल्लो समय चाहिँ यो बजारमा जुन बााउन्स गयो नि होइन बिचमा बजार प्यानिक भयो नयाँ सरकार बनेपछि मान्छेले एक्सपेक्टेसन राम्रै गरेको थियो बिचमा बजार प्यानिक भएर तल आएर बजार फर्किँदै गर्दा पनि समग्रमा स्टकहरू धेरैभन्दा पनि यो के 2-4वटा स्टकले गर्दाखेरि चाहिँ बजार फर्के जस्तो लागिरहेको छ जस्तै एसओएचएलको पनि मार्केट क्याप तपाईँले भनिहाल्नुभयो एकदम नै हाई छ होइन आरएसएमएल पनि बढ्यो त्यो पनि प्राइस मास्तिर छ त्यसको पनि मार्केट क्याप हाई भयो भनेपछि यस्तै गरी 2-4वटा स्टक बढेर चाहिँ यो बााउन्स आएको हो कि जस्तो लागिरहेको छ क्या मलाई पनि सरसर्ती बजार हेर्दाखेरि हुन चाहिँ अब माहौल चाहिँ यसरी नै तातेको होला यसरी नै तात्दाखेरि तर अब यसलाई चाहिँ फ्लोटेड सेयर र अर्कोले गर्दा अलिकति समस्या हुन्छ क्या मलाई त थाहा छ तपाईँलाई अर्को यो लकिङ राख्नु पनि हुँदैन भन्ने जस्तो लाग्छ क्या अल्टिमेटम बजारले नै सबलाई खाने हो बरु अलिकति राम्रो नियत ल्याएर जति जे हो त्यो मार्केटमै भोलिबाटै आएदेखि हुन्थ्यो जस्तो लाग्छ त्यो पनि ठिकै कुरा हो नि होइन जस्तै अब पहिला तपाईँको सुरुमै भयो भनेदेखि त मार्केटले त्यही अनुसारको फ्लोटेड सेयर यति छ भनेर रियाक्ट गरे हुन्छ अब एकैचोटि पछि गएर खोल्ने भएपछि यो प्रमोटरले महँगोमा बेच्न पाउने जस्तो तरिकाको मात्र भइरहेछ क्या अहिले चाहिँ मलाई चाहिँ यो चाहिँ लकिङ चाहिँ हटाइदिए पनि हुन्थ्यो जस्तो लाग्छ किनभने आखिरमा ढिलो चाँडोको टाइम किन्ने भए केही होइन अब भनौँ न आरएसएमएल अब 3 वर्षपछि लक खुल्छ मानौँ जुन लक खुल्छ 3 वर्षपछि जुन हाइड्रोहरूकै लक खुल्छ भने त्यो बजारले नि पचाउने हो ढिलो चाँडो बजारले नि बचाउने हुँदाखेरि बजारलाई बरु सुरुमै सप्लाई आयो भने रियल अनुसार त जान्छ नि त रियल अनुसार पनि जान्छ अनि अर्को भनेको चाहिँ इन्डेक्स क्यालकुलेसन पनि साइन्टिफिक हुन्छ जस्तो लाग्छ कि मलाई चाहिँ जस्तै अब तपाईँको त्यही अब बिबिसीको कुरा त सबैजनाले पहिलेदेखि गरिराखेको नै हो अब बिबिसीमा पनि त्यही नै भइरहेछ होइन थोरै किता छ अब त्यसले गर्दा इम्प्याक्ट गरिरहेको छ अब आरएसएमएल अहिले बढिरहेको छ त्यसले पनि त्यस्तै इम्प्याक्ट गरिरहेको छ अब एसओएचएलको पनि पब्लिकसँग 2 करोड छ टोटलमा 10 करोड छ अब 10 करोडकै क्यापिटलाइजेसन काउन्ट भइरहेको छ तर बजारमा कारोबार भइरहेको फ्लोटेड त 2 करोड छ भनेपछि इन्डेक्स क्यालकुलेसन पनि साइन्टिफिक हुन्छ अनि स्टकले गर्दाखेरि इन्डेक्सलाई इम्प्याक्ट पर्ने कुरा चाहिँ अलिक कम हुन्छ जस्तो लाग्छ मलाई पनि त्यसमा चाहिँ अब जस्तो अहिले टेक्निकली चार्टले चाहिँ के भन्छ प्रज्वल सर बजारमा अहिले बाई गर भन्छ कि होल्ड गर भन्छ कि सेल गर भन्छ अब टेक्निकल चार्टले चाहिँ सर अब बजारले अघिल्लो लो ब्रेक गरेछ हेर्नु होइन डेली चार्टमा चाहिँ जुन त्यो नयाँ सरकार गठनपछि सर्किट लागेर बजार बढेको थियो नि होइन त्यो क्रममा चाहिँ जुन एउटा लो मेन्टेन गरेको थियो त्यति बेला सर्किट लागेर बढेपछि केही करेक्सन आयो त्यसपछि बजार माथि गयो त्यहाँ एउटा लो मेन्टेन गरेको थियो अब डेली चार्टमा त्यो लो चाहिँ ब्रेकडाउन गरेको छ बजारले र विकली चार्ट चाहिँ फेरि त्यति बिग्रिसकेको छैन विकली चार्टमा चाहिँ बजार जुन जोनबाट अस्ति फर्कियो फेरि बजार तल डाउन भयो प्यानिक तरिकाले अस्ति जुन डाउन भयो त्यसपछि विकली चार्टमा बजारले हायर लो नै मेन्टेन गरेको छ विकली चार्टमा चाहिँ तर डेली चार्टमा आज बिहिबार हेर्दै गर्दाखेरि आजको क्यान्डल त्यति गतिलो बनेको छैन हिजो बोलिन्जर ब्यान्डको मिड ब्यान्ड ब्रेकआउट गर्यो होइन आज फेरि तपाईँको त्यो फल्स ब्रेकआउट हो कि भन्ने जस्तो चाहिँ देखिएको छ होइन अब त्यो भएर चाहिँ अब आगामी मार्केट हेरेर अब सन्डे खुल्दैन क्या मन्डेको मार्केट हेरेर चाहिँ त्यो ब्रेकआउट फल्स ब्रेकआउट हो कि यो तपाईँको जुन बााउन्स गएको छ त्यो चाहिँ लोअर हाई बनाउनु गएको हो कि मन्डेको मार्केटले चाहिँ क्लियर पार्छ जस्तो लाग्छ तपाईँलाई चाहिँ त्यो बोलिन्जर ब्यान्डको जुन ब्रेकआउट गराएको थियो त्यो तपाईँलाई चाहिँ के लाग्छ त्यो राइट ब्रेकआउट थियो कि के थियो त्यो होइन हिजो ब्रेकआउट भयो अब आज चाहिँ त्योभन्दा माथि नै रहनु पर्ने थियो अब आज त रेड क्यान्डल बनाएपछि त्यो तल आयो त्यसले अलिकति साइकोलोजिकल हान्न सक्छ
फेरि यो टेक्निकल चार्ट त तपाईँलाई थाहा छ धेरैले हेरे धेरै काम गर्ने हो अनि मार्केटमा अलिकति बोलिङर बिहान एमएसिडी आरएसआई अलिक बढी फलो गर्छन् क्या अनि तपाईँको बोलिङरमा मिडल बिहान छोडो भनेपछि अलिकति मान्छे अलर्ट हुन सक्छन् अब त्यो अलर्ट हुन्छन् अनि अस्ति एउटा राम्रो कुरा चाहिँ 200 ml लाई छोएर बजार माथि आयो ग्याप पनि फुलफिल गरेर 200 ml लाई छोयो एउटा पोजिटिभ कुरा त त्यो पनि भयो त्यही नै छ अहिले त त्यही त मैले पनि त्यही देखिरहेको छु टेक्निकली त अब 200 र 50 को एमए प्रोटेक्टेड छ विकली चार्ट पोजिटिभ छ तर डेली चार्ट हेर्दै गर्दाखेरि चाहिँ मलाई चाहिँ अलिकति बजारमा शङ्का लागेको नि छ सर जुन हिसाबले अस्ति बजार बाउन्स गरेछ नि हैन त्यो बाउन्स गर्दै गर्दाखेरि चाहिँ 2-3 वटा प्याटर्न देखिरहेको छु है अलिकति कन्फ्युजन नै पनि छ अब 2-3 वटा प्याटर्न चाहिँ एउटा भनेको अघि हामीले मेन्सन गरे जस्तै हाई क्याप सेयरहरू बढेको छ हैन हाई मार्केट क्याप भएको सेयरहरू बढेर त्यो हिसाबको भएको छ अनि खासमा समग्रमा बजारमा स्क्रिप्टहरू खासै सबै स्क्रिप्टहरू चलेका छैनन् अनि पोजिटिभ एंगलबाट एउटा हेर्ने हो भनेदेखि चाहिँ जुन जस्तै हाइड्रो पावरमा पनि जहाँ बिग मनीहरू थिए खासै एक्जिट गरे देख्दिनँ के मैले जस्तै स्टकको नामै नलिकम हैन 2-4 वटा हाइड्रोहरुमा जुनमा अलिकति राम्रो एकुमुलेसन थियो ब्याङ्क पनि 1-2 ब्याङ्कमा जुनमा राम्रो एकुमुलेसन थियो खासै हेभी सेलिङ देखिदैन तपाईलाई चाहिँ यसमा चाहिँ कस्तो लाग्छ बजार यो फर्केको हो कि के हो तपाईलाई के लागिराछ अब यसको चाहिँ अब पर्सिको दिन पनि हेरौँ बोलिङर ब्यान्ड भन्दा मुनि बस्नु चाहिँ नराम्रो संकेत हो हैन धेरैले हेरि पनि रहेछन् अब त्यो हेर्छन् भने अब एमएसी बोलिङर ब्यान्ड अलि बढी नै फलो गर्छन् या फेरि टेक्निकल चार्ट अलि बढीले हेरेपछि काम गर्दै जाने पनि हो अनि त्यहाँबाट अलर्ट होलान् नै 1 आवरमा पनि अलि राम्रो चार्ट बनाएको छैन अब डे ओभरअल 1 आवर भनेको फेरि एक दिनमा 4 घण्टा हुन्छ मिलिहाल्छ तर अब अहिलेको यो हप्ताबाट चाहिँ एउटा रमाइलो कुरा हुँदैछ बजारमा याद भएको छैन सन्डे 2 दिनको सप्लाई आउँथ्यो नि जुन अब मन्डे 1 दिनको मात्रै सप्लाई आउने भयो क्या जस्तो अब सन्डे चाहिँ के हुन्थ्यो पहिले भनेको हाम्रो मंगलबार र बुधबारको 2 दिनको शेयर जान्थ्यो अनि जहिले मर्निङ सोच्दा आइतबार जे हुन्छ त्यो हप्ताभरि त्यही हुन्थ्यो अब यो जोडीबाट चाहिँ सोमबार बजार खुल्छ सोमबारमा त 1 दिनको मात्रै शेयर जाने भयो किनभने आइतबार बजार बन्द भयो अब जस्तो कुन दिन जाने भयो भन्दा अब सोमबार चाहिँ कुन दिनको शेयर जाने भयो 1 दिनको मात्रै जाने भयो यो भन्दा बुधबारको जाने भयो भनौं न यो भन्दा अगाडिको चाहिँ के हुन्थ्यो 2 दिनको शेयर हुन्थ्यो त्यही भएर आई सन्डेले चाहिँ जहिले बजार त विकै डिसाइड गर्थ्यो भने यो फेरि अर्को हप्ताबाट चाहिँ 2-3टा कुरा नयाँ हुँदैछ क्या एउटा यो चेन्ज हुने भयो अनि अर्को पनि चेन्ज हुँदैछ अर्को चाहिँ मार्जिन ल्यान्डिङ आउँदैछ ब्रोकरहरुको त्यतिखेर चाहिँ ब्रोकरको पैसामा मान्छेले कसरी इन्भेस्ट गर्छन् भनेर पनि इन्ट्रेस्टिङ कुरा छ क्या जस्तो लाग्छ है मलाई चाहिँ अब अलिकति टेक्निकल चार्टहरु पनि अलि बढी फलो गर्छन् सानो प्रॉफिट पनि बुक गर्न खोज्छन् त्यो एकदम ठीक कुरा हो सर तपाईको मार्जिन लेन्डिङको कुरामा चाहिँ मलाई कस्तो लागिरहेछ भने बजारको डाइनामिक्स चाहिँ अब चाहिँ धेरै नै चेन्ज हुन्छ जस्तो लागिरहेछ किनभने मान्छे भनेको हेर्नु मान्छेलाई पैसा शेयर किन्नलाई जति भए पनि पुगेको हुँदैन अब अहिले यहाँनेर मार्जिन लेन्डिङ जब आउँछ 30 रुपैयाँ छ भने 100 रुपैयाँ सम्म किन्न मिल्छ हेर्नु हैन अब कतिले सिस्टमेटिकली काम गर्ने मान्छेले चाहिँ तपाईको अब भनौं न 50-50 गरेर काम गर्लान् हैन तर 30 रुपैयाँ ब्रोकरलाई दिइसकेपछि त 100 रुपैयाँ सम्मको किन्न मिल्यो अनि बिग मनीले पनि अब अलिकति स्मार्ट तरिकाले खेल्छ जस्तो लाग्छ मलाई हैन सप्लाई आउँछ भनेपछि केही टाइम नबढाइदिने बरु हैन त्यहाँले चाहिँ जुन त्यो 30-100 को लिभरेज लिएर गरे हुन्छन् 20 मा आए भनेदेखि त त्यहाँले चाहिँ तपाईको त्यो उनीहरुको हिट हुन्छ मार्जिन हिट हुन्छ भनेपछि बजारको डाइनामिक्स चाहिँ अलिकति इन्टरनेशनल स्ट्यान्डर्डको अलिकति जुन अब लिक्विडिटी हन्ट भन्छ नि लिक्विडिटी हन्ट भनेर मैले चाहिँ ठ्याक्कै त्यो एसएमसी को चार्ट हेरेर एसएमसी गर्नेवालाहरुको लिक्विडिटी हन्ट त्यो वाला भनिन कि बिग मनीले पनि रिटेलरको चाहिँ तपाईको के छ कस्तो छ कुन तरिकाले गरेको छ त्यो कुराहरु अब्जर्भ गरेर चाहिँ अलिकति बजारको डाइनामिक्स चाहिँ चेन्ज हुन्छ नै जस्तो लाग्छ मलाई अब त्यही त त्यो यो हप्ताबाट 2टा कुरा नयाँ आउँदैछ क्या बजारमा एउटा सन्डे 1 दिनको मात्र सप्लाई आउने भयो अर्को मार्जिन ल्यान्डिङको कुरा आउँछ 2टा कुराले पनि कसरी रिएक्सन गर्छ हेरौँ अनि अर्को कुरा जस्तो अब चाहिँ मार्जिन ल्यान्डिङमा पर्ने कम्पनीहरु प्लेयरको नजरमा पर्न सक्छन् जस्तो हामीले पहिले हामी आफै पनि अब तपाई हामी त झन् सल्लाह गर्दाखेरि पनि बैंक नकिन्ने नि मान्छे हौ हैन अब चाहिँ अलिकति ट्रेन्ड त्यता पनि जान सक्छ किनभने सस्तोमा मार्जिन ल्यान्डिङमा सस्तोमा परेका कम्पनीमा पनि ट्रेन्ड जाला कि जस्तो लाग्छ है मलाई चाहिँ ठीक हो सर त्यो कुरा त ठीक हो तर मलाई एउटा कन्फ्युजन लागेको कुरा नि समी सर यसो तपाईको ब्रोकरहरुसँगै कुरा गर्दै गर्दा पनि अब यो मार्जिन लेन्डिङको लागि चाहिँ पैसा चाहिँ कसरी म्यानेज गर्छन् त सर ब्रोकरहरुले जस्तै अब अहिले तपाईको खासै ब्रोकरहरुमा फन्ड टाइट भइराखे हुन्छ अब ब्याङ्कबाट उनीहरुले लोन लिने च्यानल मिलाउँछन् कि त्यसको लागि चाहिँ के गरिरहेछ यो चाहिँ कार्यविधि यिनीहरुको कसरी छ नर्मली ब्याङ्क बाहेक त अरुबाट उपाय पनि त छैन क्यापिटलले त धान्दैन ब्याङ्कबाटै गर्छन् यिनीहरुको प्रक्रिया चाहिँ के हुन्छ त्यो चाहिँ मलाई पनि ठ्याक्कै थाहा छैन तर ब्याङ्कबाटै ऋण लिएरै गर्छन् यसमा चाहिँ जुन मार्जिन ल्यान्डिङको शेयर हुन्छ त्यो प्लेज हुँदैन होला जहाँसम्म लाग्छ मलाई हजुर अब तर त्यही भएर चाहिँ मलाई यो वैशाख 2 गतेबाट इम्प्लिमेन्ट हुने भनेर चाहिँ भनेको छ तर फुल फ्लेजमा चाहिँ अहिले तुरुन्तै इम्प्लिमेन्टेसनमा जान्छ जस्तो चाहिँ मलाई त्यो हिसाबको फन्ड म्यानेज भइसकेको छ जस्तो चाहिँ लाग्दैन केही पुरानो ब्रोकरहरु ठुलो ब्रोकरहरुमा स्टार्ट होला तर वैशाख 2 बाटै तपाईको सबै ब्रोकरले चाहिँ यो इम्प्लिमेन्ट गर्न थाल्ने भने चाहिँ तुरुन्तै चाहिँ अलिकति केही टाइम लाग्छ कि जस्तो लाग्छ मलाई चाहिँ पर्सनली त्यही त अहिले अब जस्तो अहिलेको ट्रेन्ड त अब जेनजी स्टक भन्छ तपाईँ त जेनजीको स्टकमा चाहिँ कतिको हुनुहुन्छ
जेनजी स्टकमा ठिकै छ सर, अब जेनजी स्टकमा मोमेन्टम जता छ त्यतिर जानु परिहाल्यो अलिअलि। जेनजी स्टकमा पनि अब पुरानो जेनजी भन्दा नि नयाँ जेनजीतिर चाहिँ मोमेन्टम छ। अब अल्फा होला। तपाईँले अघि इन्डिकेटर जोड्नुभयो समीर सर होइन, बोलिन्जर ब्यान्ड चाहिँ इन्डिकेटर चाहिँ धेरैजनाले हेर्छन्, त्यो भएर त्यसले काम गर्छ भनेर भन्नुभयो है। तपाईँको एक्सपिरियन्समा म चाहिँ अब टेक्निकल अलिक बढी नै हेर्छु, तपाईँ फन्डामेन्टल धेरै हेर्नुहुन्छ होइन, अनि टेक्निकलको केही टुलहरू पनि तपाईँले युज गर्नुहुन्छ। तपाईँले टेक्निकल टुलमध्ये हेर्दै गर्दाखेरि चाहिँ तपाईँलाई चाहिँ कुन चाहिँ ठिक लागेको छ सर? होइन जस्तै यस्तो हुन्छ, फलो गर्न गाह्रो छ टेक्निकल चार्ट होइन, भन्ने जस्तो घट्छ भने अस्ति जुन प्यानिक आयो 3 दिन भएको थियो बोलिङ्गर ब्यान्ड छोडेको, बेच्न सकेन हजुर होइन। बोलिङ्गर ब्यान्ड छोडेपछि लोवर ब्यान्ड जान्छ भन्ने फिक्स थाहा छ, थाहा हुँदै पनि पार्सियली पनि बेच्न सकिएन। अस्ति जे घटना घट्यो होइन, अब त्यो बेला अब लर्निङ त अब फेरि अब जस्तो अहिले पनि मिडल ब्यान्ड छोडिरहेको छ, अलिकति अलर्ट हुने बेला त छ नि त। अनि त्यही भएर अब जस्तो माथि बोलिङ्गर ब्यान्ड छोडिहाल्यो भने पनि अब बोलिङ्गर ब्यान्डै हेर्दाखेरि पनि अब टेक्निकल चार्ट चाहिँ त्यही फलो गर्नै अलिकति गाह्रो छ क्या। त्यो त एकदम नै हो सर, किनभने यो सेयर बजारमा जो नेगेटिभ छ त्यो बजारमा आउँदैन, पोजिटिभ हुने मान्छेले जहिले आश गरेरै बस्ने हो कि। अनि यसमा तपाईँले भन्दै गर्दाखेरि मलाई एउटा आफ्नो पर्सनल एक्सपिरियन्स क्या सर होइन, हामी एकदम र कुराकानी गरिरहेछौँ। यो तपाईँको बोलिन्जर ब्यान्ड अब हामी हेर्छौँ होइन, हामीले देखाएर कतिजनाले सिक्नु भए पनि होला होइन। अनि जस्तै बोलिन्जर ब्यान्डको मिड ब्यान्ड ब्रेक गर्यो बेच्नुपर्छ भन्ने पनि थाहा हुन्छ एउटा होइन, ट्रेन लाइन ब्रेक गर्यो बेच्नुपर्छ भन्ने पनि थाहा हुन्छ होइन सर। अनि तर के हुन्छ भन्दाखेरि धेरै डेटा हेऱ्यो भनेदेखि पनि कन्फ्युजन हुन्छ जस्तो लाग्छ क्या सर मलाई। जस्तै यसो होल्डिङ सोल्डिङ निकालिया हुन्छ होइन, यसो तपाईँको ब्रोकर होल्डिङ एरिया हुन्छ होइन, अब फ्लोरसिटपट्टि हेऱ्यो, फ्लोरसिटबाट हेर्दाखेरि अथवा क्यापिटल होल्डिङ होस् जुनसुकै खालको होल्डिङ होस् होइन हेरिया हुन्छ। अनि कस्तो लाग्छ भने ट्रेन लाइन ब्रेक गर्दै गर्दा पनि एक्जिक्युसनको पार्टमा टेक्निकल सजिलो छ, गाह्रो भनेको एक्जिक्युसन हो होइन त। अब होल्डिङ यिनीहरूको यत्रो होल्डिङ छ, यसले 15 लाख किता खाएर बसेको छ, यसले कहाँ बेच्ला ट्रेन लाइन ब्रेक भयो भन्दैमा भनेर कहाँ बेच्ने भनेर भन्यो। अनि कहिले बजार तपाईँको एग्रेसिभ घटेको बेलामा त्यस्तै गरी फुत्किन्छ भनेपछि अब टेक्निकलमा चाहिँ एक्जिक्युसन चाहिँ गाह्रो हो। खासमा त टेक्निकल त जुन टुल हेऱ्यो पनि हुन्छ जस्तो लाग्छ क्या मलाई पनि। 307 एउटा स्टक किन्यो मसँग भएको स्टक, उसले आएर उसँग छ भनेर राखिरहेँ, उसले 280 स्टप लस गरिदियो अब भन्नु गर्ने कि टेक्निकल चार्टले सेल दियो 300 उसले 307 किनेको थियो। अनि अब राखिरह त्यसले त बेचे होइन भनेर अब लिस्टहरू निकाल्दाखेरि पनि ठिक थियो। अनि उसले स्टप लस गरेर 280 अब भन्नु अब 270 कसरी बेच्दै, त्यही त यो यस्तो पनि ट्र्याप पर्छ क्या। अब स्टकहरूमा के स्टकहरूमा त्यही हो, मलाई पनि त्यही भयो। के लाग्छ भने त्यो भन्छ नि टेक्निकल चार्ट हेर्ने बेलामा प्राइस डिस्काउन्ट एभ्रिथिङ भनेर भन्छ नि सर होइन, खासमा भन्यो भनेदेखि त्यसलाई नै इम्प्लिमेन्ट गर्यो भनेदेखि बेस्ट हुन्छ जस्तो लाग्छ कि मलाई चाहिँ। किनभने टेक्निकल चार्टमा ब्रेकडाउन भइसक्यो, अनि ब्रेकडाउन भइसकेपछि झन् हामीले चाहिँ ओभर इन्फर्मेसन भनौँ न, तपाईँले अघि भन्नुभयो नि चार्टले त्यहाँ सेल भनिसक्यो होइन। तर यो यार यत्रो किता खाएर बसेको छ खेलाडीले, बिग मनीले, अब कहाँ बेच्ला त भन्ने जस्तो आफूलाई लागेको हुन्छ। अब नि त्यसपछि तपाईँको टेक्निकल फलो गरिएन, अनि त्यसपछि पछि आएर उसले नै बेच्दियो भनेदेखि त्यहाँनिर के गर्ने होइन। अनि अर्को तपाईँले याद गर्नु यो सेयर बजारमा फेरि यो कस्तो पनि हो भने तपाईँ त दिल्ली बसिरहेको मान्छे, एउटा साथीले अस्ति दिल्लीमा भन्थ्यो कि आज जस्तो 1 वर्ष बसेर प्रत्येक दिन जस्तो ठगिन्थ्यो अरे क्या। हजुर। अनि अब चाहिँ ठगिन्न भनौँ, फेरि नयाँ तरिकाले ठग्थ्यो अरे क्या। हजुर। भनेको बोधो नि अन्तिममा कसरी ठग्यो अरे भनेको आउने बेलामा श्रीमद् भागवत किनेको, अनि 500 रुपियाँ तिर्यो, अनि 300 रुपियाँ भनौँ 500 दिएको, अनि 200 चाहिँ बादमा लेना भनौँ, बादमा लेना त बादमा लेना गएको फेरि लिन गएको, अभी दान दिया भन्नु रे क्या। यो दिल्लीमा अब रङ तरिकाले ठग्छन्, यो सेयर बजारमा पनि अब रङ तरिकाले ठग्न सक्छन्। हामी अलिकति अलर्टै हुनु पर्छ। नर्मली पनि ब्याज दर नबढुन्जेलसम्म चाहिँ मलाई चाहिँ नडराउँ कि भन्ने खालको मलाई पर्सनली लागेको। जस्तो जस्तो अब आयो भने ब्याज दर नबढुन्जेलसम्म बजार त्यस्तो साह्रो नबिग्रेला कि भनेर। तर एउटा कुरा याद गर्नु भएको 3000 जब पुग्छ एउटा न एउटा नेगेटिभ न्युज आइरहेको छ। ठ्याक्कै तपाईँले त्यही कुरा जोड्न लागेको थिएँ होइन। तपाईँको जहिले पनि के हुन्छ भने यो साइडवेजको क्यारेक्टर पनि हो सर होइन। मैले अलिकति टेक्निकली पनि बोलेँ, साइडवेजको क्यारेक्टर के हो भने तल्लो लेभलमा आउँदै गर्दाखेरि बजार अब ब्रेक गर्छ जस्तो लाग्छ, माथि जाँदै गर्दाखेरि त्यो पनि ब्रेक गर्छ जस्तो लाग्छ। 3000 पुग्दा अब 3200-3500 भन्छन्, 2500-2600 आउँदा अब 1800 आउने भयो भनेर हल्ला गर्छन् होइन। अब त्यो बजार तलै आउने भयो 2200 आउने भयो भनेर हल्ला गर्छन्। तर मैले एउटा नोटिस गरेको कुरा, तपाईँले मैले अस्ति कुरा गर्दा पनि हाम्रो कुरा भएको थियो, जहिले पनि बजार 3000 पुगेपछि चाहिँ केही न केही नेगेटिभ न्युज आउँछ क्या। जस्तै अघिल्लोचोटि खासै नेगेटिभ न्युज आएको थिएन, पछि तपाईँको जेन्जी आन्दोलन भयो, त्यसले झन् बजार प्यानिक गराएर 2500 लिएर आयो। योपालि तपाईँको यो सम्पत्ति शुद्धिकरणको कुराहरू केसहरू यताउति आयो, त्योभन्दा अगाडि पनि केही न केही आएको थियो भनेपछि अब तपाईँले अस्ति मसँग एउटा कुरा सेयर गर्नुभएको थियो होइन, त्यसलाई अलिकति भन्नु त तपाईँले। जहिले पनि यो 3000 पुगेपछि चाहिँ किन आउँछ त सर यो नेपालमा? अब यो हुन त योचोटि चाहिँ नमिलोस् होइन। जस्तो मार्केट क्यापिटलाइजेसन चाहिँ 50 खर्ब कट्छ, अनि जिडिपी झन्डै हाम्रो 60-61 खर्ब छ, नजिक हुन्छ। अनि ठुला बिग मनी चाहिँ त्यहाँ गएर इन्ट्री नहुने हुन् कि जस्तो पनि लाग्छ क्या कहिलेकाहीँ। अनि नर्मली पनि फेरि हाम्रो नेपालमा चाहिँ अहिलेसम्म सधैँ चाहिँ
जिडिपीसँग इक्वल भएपछि बजारमा अलिकति बेरी सुरु भएको कन्डिसन छ क्या। अनि त्यो भएर चाहिँ ठुलो मनीहरू चाहिँ यहाँबाट इन्ट्री नगरेको हो कि किनभने ब्रेक गराउन सक्ने स्थितिमा पुग्दाखेरि पनि ब्रेक गराइरहेको छैनन् क्या। छेउछेउ पुग्छ फेरि फर्किन्छ। आखिरमा 100 अङ्क यत्रो 400-500 अङ्क लाँदाखेरि 100 अङ्क त लान सक्ने नि ठाउँ थियो नि त होइन। अब भनेको हामीले त हेरेर फ्लोटेड सेयर कम भएका सेयरहरू थुप्रै छन् जुन चाहिँ बजारलाई प्रभाव पार्ने, त्यो सेयर चलाउँदाखेरि पनि ब्रेक हुनुपर्ने। यिनीहरूले जानी चाहिँ किन ब्रेक गराउँदैनन् कि जस्तो लाग्छ क्या मलाई। मार्केट क्यापिटलाइजेसन इक्वल भएपछि ठुला मनीहरू आउँदैनन् कि किनभने पहिलेको हिस्ट्री पनि त्यही छ, त्यसले पो प्रभाव पारेको हो कि हुन पनि सक्छ त। नत्र भनेदेखि 3000 आसपास पुगेपछि आइ नै हाल्छ क्या, एभ्री टाइम आइरहेको छ क्या होइन। केही न केही बजारलाई इम्प्याक्ट गर्ने फन्डाहरू आइ नै रहन्छ। त्यो लेभललाई खासै तपाईँको ब्रेक गर्नै एकदम गाह्रो परिरहेछ होइन। पछिल्लो समय बारम्बार त्यही नै भइरहेछ। अस्ति जुन सप्लाई आयो नि आइतबारकै सप्लाई त हो, आइतबार भन्दा शनिबार 2400 आउँदैन भन्ने मान्छे त म मात्रै थिएँ जस्तो लाग्यो। ऊ पनि भन्छ 2400, ऊ पनि भन्छ 2400, सबै अत्याउनै गरिने क्या होइन। अब बजारमा अब यो फेरि होल्डिङ हेऱ्यौँ हामीले त होल्डिङ हेरि पनि रहेछौँ, खासै एक्जिट भए पनि देखिँदैन एक्जिट भए देखिँदैन सर। तपाईँको स्पेसली हाइड्रोको लो प्राइस भएको हाइड्रोहरूमा होइन, अब यो अडियन्सले पनि बाई सेल रिकमेन्डेसन चाहिँ नलिनु होला। तपाईँको लो प्राइस भएको हाइड्रोमा चाहिँ धेरैवटा हाइड्रोमा तपाईँको होल्डिङ बाँकी छ क्या होइन। बिचमा तपाईँको त्यति बेला स्टक बेच्न सबै तपाईँको नसकेका कारणहरू पनि त त्यही थियो नि। धेरैजनाले जसले हेर्ने डेटा एनालाइसिस गर्ने मान्छेले पनि ए बाबा बोलिन्जर ब्यान्डको अप्पर ब्यान्ड छोड्यो, ट्रेन लाइन ब्रेक गर्यो होइन, तपाईँको भोल्युम त्यही अनुसारको आएको छ माथिल्लो लेभलमा, त्यो सबैजनाले लेख्या हो। तर अब अघि नै गरेको कुरा जस्तै बेच्न नसक्ने कारणमध्ये चाहिँ एउटा त्यो धेरै डेटाहरू भयो भनेदेखि पनि बेच्नको लागि चाहिँ अलिकति गन्जागोलो हुँदैन त्यो चाहिँ हुँदैन। तपाईँलाई अब जस्तो अब तपाईँलाई पनि धेरै आउँछ यो यस्तो यो क्याजुअली गफ छ आज जस्तो यो कुन सेयर किन्नु भनेर म्यासेज आयो भने तपाईँको रियाक्सन कस्तो हुन्छ? कुन भन्ने होइन त्यही पनि के भन्नुहुन्छ जस्तो त्यो बेलामा चाहिँ तपाईँलाई? अब त्यो पोइन्ट अफ टाइममा त अब यसो हेर्दै गर्दाखेरि होल्डिङ कसको धेरै छ, कतातिर तपाईँको बिग मनी इन्ट्रेस्ट छ, भोल्युम कतातिर छ, अब त्यही नै रिकमेन्ड गरिदिन्छु जस्तो लाग्यो भने त्यही नै हो नि सर। तपाईँ चाहिँ के भन्नुहुन्छ त? होइन मलाई चाहिँ अब जस्तो के हुन्छ नि बाई गर भनिदिउँला। हजुर कहाँ किन्छन्, कसरी बेच्छन् होइन, हामीले पनि भने जस्तो ठ्याक्कै मिलिरहेको हुँदैन। अनि त्यही भएर मलाई त एकदम अप्ठ्यारै लाग्छ क्या यो सेयर किन भन्नै एकदम गाह्रो लाग्छ क्या। किन भनौँला झ्यापै माथि किन्दैन होइन। बजार त किनभने प्लेयर त कस्ता प्लेयर कति किता किन्ने फसिरहेको हुन्छन् होइन। अब हामीले त अलिकति टेक्निकल फन्डामेन्टल सबै मिक्स गरेर यसो यो चाहिँ बढ्ला कि जस्तो लागेर कम्पेयर गरेरै भने त हो खासमा यो चाहिँ बढ्न सक्छ कि भनेर गेसै हो। अनि त्यस्तो हुँदाखेरि चाहिँ अब यी हाम्रै अब साथीहरूले पनि भिडियो हेर्नेहरूले पनि आफूले जान्नुपर्छ, अलिकति सिक्नु पर्यो। मलाई चाहिँ के लाग्छ भने एउटा टाइममा छैन समी सर, त्यही टाइममा मैले त्यो सेयर किनिरहेको छु होइन, तपाईँले बेचिरहनु भएको छ भनेदेखि तपाईँ पनि राइट हुन सक्नुहुन्छ, म पनि राइट हुन सक्छु कि। किनभने मेरो स्ट्राटेजीले मेरो मनी म्यानेजमेन्टले होइन त्यो टाइममा के भनेको छ, मेरो पोर्टफोलियोको कन्डिसन के छ। अब एउटा टाइममा चाहिँ जस्तै अस्ति बजार त्यहाँ तल आयो होइन, तल आएको थियो, त्यो तल आउँदै गर्दाखेरि कसैको चाहिँ तपाईँको बाइङ राइट हुनसक्छ, कसैको सेलिङ राइट हुनसक्छ। अब कोहीले चाहिँ टन्न ब्रोकरको उधारो र आफ्नो पोर्टफोलियो पनि हानेर बसेको छ, उसले थप बाइङ गर्दाखेरि ऊ त्यहाँ रङ हुनसक्छ। कसैले चाहिँ होइन म पोर्टफोलियोमा अलिकति हल्का बस्छु, रिस्क म्यानेजमेन्ट गर्छु भनेर सेल गर्दैछ भने त्यो पनि राइट हुनसक्छ होइन। एउटै टाइममा एउटै स्टक दुईवटा मान्छेले किन्दै गर्दाखेरि एउटाले किन्ने राइट हुनसक्छ, अर्कोले किन्ने रङ हुनसक्छ, किनभने आफ्नो मनी म्यानेजमेन्ट ध्यान दिनुपर्ने हो नि त। अनि किन्दै गर्दा पनि तपाईँको जस्तै तपाईँले पार्सियल्ली किन्नुपर्छ भने चाहिँ एकदम धेरै भन्नुहुन्छ होइन। अनि पार्सियल्ली किन्दाखेरि जस्तै एउटा पोइन्टमा चाहिँ कसैले किनेको छ सेयर ब्रेकआउट गर्यो, त्यहाँ उसले पार्सियल्ली किन्यो। अर्को लेभल भनेको चाहिँ तपाईँको उसले रिस्क म्यानेजमेन्ट गर्यो, 50% राख्यो, 50% चाहिँ कि 5-7% बढेपछि कि त अर्को डिमान्ड जोनमा 5-7% घटेर आएपछि किन्छु भनेर चाहिँ उसले गरेको छ भनेदेखि अब त्यो राम्रो भयो, त्यो राइट डिसिजन भयो होइन। तर अब स्टक किन्दै गर्दाखेरि अब यो फोन गरेर अर्कोलाई सोधेर अब यो कुन किनौँ भनेर भन्दै गर्दाखेरि त अब त्यहाँनिर उसको प्लान के छ, उसको म्यानेजमेन्ट के छ होइन, त्यो थाहा हुँदैन, कस्तो किसिमको पैसा हो। अनि फेरि कस्तो हुन्छ नि बजारमा नाफा मात्रै हुन्छ भनेर सोचेका हुन्छन्। अनि फेरि यो कहिलेकाहीँ चाहिँ फेरि आफूले बेचेको सेयर बढ्दिन्छ नि, त्यतिखेरको त्यो बढ्दाखेरि पिर मान्नु हो नि हाम्रो साथीहरूलाई पनि क्या। एउटा कुरा चाहिँ मन्त्र त्यतिखेर जब दिइहाल्ने क्या, बजारमा कसैले नाफा कमाउँदैन मैले कमाएँ भन्ने खालको चाहिँ हुनु पर्यो। यो हो नि त स्वाभाविक हो। तपाईँ हामीले चिने कति छौँ होइन, कतिजना हाम्रो कमाउने। अनि यो मन्त्र चाहिँ जस्तो नाफामा बेचेको सेयर धेर बढ्यो भने पनि पिर नगर्ने, मैले कसैले कमाउँदैनन् मैले नाफा कमाएँ होइन। अब किन्दाखेरि एउटा स्ट्राटेजी बनाएरै किन्नु। जस्तो अब यो बजारमा भनेको यो सजिलो पैसा होइन, यो मेहनत राम्रै गर्नु पर्यो, त्यही अनुसार अलिकति ध्यान दिएर सोध्ने साथीहरूले पनि कसरी किन्ने भन्दा पनि कुन स्ट्राटेजी लाउने भनेर सोधिदिनु भयो भने चाहिँ हामी अलिक सजिलो हुन्छ क्या। स्ट्राटेजी बनाएर पठाइदिनु न भन्नु भने बरु 5 मिनट तपाईँहरूको लागि खर्चै गरिदिउँला, यस्तो यसरी गर्नु, यो हुँदाखेरि किन्नु होइन।
त्यसो गरेर गर्नुभयो भने सजिलो हुन्छ। होइन ठिक कुरा छ तपाईँको त्यो अर्कोले ठ्याक्कै तपाईँको स्टक यही स्टक किन्ने भन्दाखेरि त्यही स्टक कसैले हेरेको छ भनेदेखि मनी म्यानेजमेन्ट गरेर किनेको छ ठ्याक्क आफूले किन किन्दैछु थाहा छ होइन अनि यस्तै पार्सियल्ली गरेको छ होइन त्यसरी गऱ्यो भनेदेखि त राम्रो हुन्छ। अब नत्र भनेदेखि त्यही स्टकमा एउटा मान्छेले पैसा कमाइरहेको हुनसक्छ अर्कोले तपाईँको त्यो झ्यामझुम कहाँ किनेको हुन्छ अनि ल रिट्रेसमेन्ट लिने बेलामा पऱ्यो अरे सर होइन एउटा स्टक चाहिँ 300 मा किन्यो मोमेन्टम छ बिग मनीले पुस पनि गरेर आएको छ भोल्युम पनि छ होल्डिङ पनि छ 300 मा किन्यो अब त्यो रिट्रेसमेन्ट लिने बेला भएको रहेछ 250 बढेर 300 सम्म पुगेको रहेछ रिट्रेसमेन्ट लिने बेला भएको रहेछ भनेदेखि अब मनी म्यानेजमेन्ट छैन केही छैन अब भनिदिनेले त राइट नै भनेको हुन्छ होइन किनभने उसले त्यो पोइन्ट अफ टाइममा त मजासँगले टेक्निकल पनि ठिक छ भोल्युम पनि छ खेलाडी पनि छ त्यो छ भनेदेखि अब उसले त्यहाँ गएर किन्यो रिट्रेसमेन्ट लिने बेला भएको रहेछ 270 सम्म रिट्रेसमेन्ट आउला 280 सम्म रिट्रेसमेन्ट आउला त्यो रिट्रेसमेन्टमा चाहिँ अब के हुन्छ त भन्दाखेरि त्यो भन्ने मान्छेलाई गाली गर्ने भन्दा उपाय केही हुँदैन तर गल्ती के हो त भन्दाखेरि चाहिँ मनी म्यानेजमेन्ट आफ्नो मनी म्यानेजमेन्टमा त ध्यान दिनु पऱ्यो नि त होइन त्यही भएर अर्कोले भनेको चाहिँ ठ्याक्कै स्टक राइटै स्टक छ भनेदेखि पनि अर्कोले भनेकोले चाहिँ काम गर्दैन आफ्नो स्ट्रेटेजी चाहिँ हुनैपर्छ जस्तो लाग्छ कि मलाई पनि। तपाईँलाई एउटा रमाइलो घटना एनएफएसको त्यो अदालतबाट एउटा फैसला भएको थियो नि त्यो दिनभन्दा एक दिन अगाडि एकजनाले फोन गर्नुभयो एनएफएस के गरौँ भनेर अनि घाटा छ भन्नुभयो अनि होल्डिङ हेऱ्यौँ म्याक्सिमम् होल्डरसँग 20,000 किता छ ए ल काम छैन भनेको त्यसको भोलि ल बेच्दिन न त यो खासै बढ्ला जस्तो लागेन भनिदिइहालेँ बेच्नु भएछ लगातार त्यो दिनदेखि 3 दिन सर्किट लाग्यो डेली फोन गरेर भाइ आज पनि बढो भाइ आज पनि बढो भने यति मुडा भयो त्यही भएर यो स्टकमा चाहिँ यस्तै हुन्छ भन्ने चाहिँ कहिले पनि नहुने रहेछ। त्यो त ठेगान नै हुँदैन नि सर मार्केटमा तपाईँको ठेगान नै केही पनि नै हुँदैन क्या मैले हिजो एकजना त्यो बाहिरतिरको भेटरान लगानीकर्ताको एकजनाको हेरिरहेको थिएँ क्या सर मैले के भन्दै हुनुहुन्थ्यो भने मैले नाम एक्ज्याक्टली बिर्सेँ मैले स्टोरी सुनेँ कि युट्युबतिर यसो सुनिराखेको हुन्छ नि त उहाँ चाहिँ तपाईँको एउटा स्टकमा राम्रो पोजिसन लिनुभएको रहेछ होइन अनि त्यसपछि बाहिर एउटा कफी खाएर आउँछु भनेर चाहिँ तपाईँको आउनुभएछ त्यति नै बेला चाहिँ तपाईँको त्यति बेला अलिक अगाडिको स्टोरी रहेछ त्यो इरानमा चाहिँ तपाईँको यो ग्यास पाइपमा चाहिँ बम्बिङ भएछ कि होइन ग्यास पाइपमा चाहिँ बम्बिङ भएछ अब आउँदाखेरि त्यो स्टक चाहिँ स्योर सर्ट थियो सबै कुराबाट राम्रो थियो होइन उसले के एनालाइसिस गर्नुभएको थियो सबै कुराबाट राम्रो थियो त्यहाँ बम्बिङ भएछ आउँदाखेरि त तपाईँको राम्रो पोजिसन स्टप लस राखेको थिएन अरे आउँदाखेरि त तपाईँको राम्रो प्रफिट भइरहेको चाहिँ 7 लाख सुर्लुक गएछ भनेपछि सेयर मार्केट भने जति बेला जे पनि हुनसक्छ यहाँनिर होइन त तपाईँको हेरेर रिकमेन्ड गर्दै गर्दाखेरि पनि एकछिनपछि तपाईँको बिग मनी देखिएको छ अहिले रिकमेन्ड गरेको छ अब पछि तपाईँको एकछिनपछि त्यहाँनिर बिग मनीले एक्जिट गरिदिनु सक्छ अर्को एउटा न्युज आउन सक्छ होइन त्यही भएर आफूले नै आफ्नो सेटअप यो लेभल मेरो यो लेभल यो हो भनेर चाहिँ गरेन भनेदेखि त तपाईँको ठेगानै हुँदैन। अब जस्तै त एनएफएसको अहिलेको कुरामा तपाईँले के थाहा त भोलिपल्ट अदालतको आदेश आउँछ भनेर होइन र नर्मल होल्डिङ हेऱ्यौँ ट्रेन छैन नबढ्ला भन्ने खालको हो प्रजल सर अब एउटा अलिकति अब यो सबै आम जानलाई छ हामी आज क्याजुअल गफमा पनि छौँ होइन यो मेरो च्यानलमा नयाँ भिडियो पनि हालेको भएर अलिकति प्रजल सरलाई नै खोजेर लिएर आएको अनि 32 ब्रेक गर्ला नगर्ला तपाईँलाई लागेको के छ 32 सर म त तपाईँको अनेस्टली होइन अब यो के तपाईँले भन्नुभएको थियो क्याजुअल कुराकानी हो तपाईँहरू म यतिकै कुरा गरिरहेछौँ बजार कहिले ब्रेक गर्ला के गर्ला भनेर टेन्सन लिएर बस्ने भन्दा नि स्क्रिप्ट वाइज अलिअलि हेर्ने सर होइन अब ब्रेक गरेदेखि राम्रो 3000 ब्रेक गऱ्यो भनेदेखि अलिकति राम्रो कम्पनीहरू प्लेसले हालेर छोडौँला नत्र अहिलेको बजारमा मार्केट इज अलवेज राइट जस्तो लाग्छ मलाई चाहिँ जस्तो बजार चलिरहेको छ त्यही अनुसार अब अहिले बजारमा स्क्रिप्ट हेर्ने स्क्रिप्ट खोज्ने होइन यही नै चलिरहेको छ भनेदेखि अब यसमा नै ध्यान दिने सर कुनै दिन ब्रेक गऱ्यो 3000 को लेभल होइन राम्रो प्याटर्न बनायो भोल्युम पनि त्यही अनुसारको आयो भनेदेखि चाहिँ विचार गर्नुला सर मलाई चाहिँ बजारको पछिल्लो समयको हेर्दै गर्दाखेरि 3000 को लेभल ब्रेक गर्नलाई चाहिँ सर भोल्युम चाहिँ राम्रै चाहिन्छ जस्तो लाग्छ मलाई यो अहिले नत्र भनेदेखि जब 25 भन्दा मास्तिरको भोल्युम आएको हुन्छ सेलिङकै भोल्युम आइरहेछ कि अहिलेसम्मको लागि होइन सेलिङको नै भोल्युम आइरहेको छ 25 भन्दा मास्तिरको भोल्युम आएपछि अलर्ट भइहाल्नु पर्ने जस्तो भइरहेछ होइन योपालि चाहिँ ब्रेक गर्न लागि जस्तो अस्ति नै लागेको थियो अहिले पनि लागेको छ पछि पनि लाग्छ होइन अब बढ्दाखेरि चाहिँ लाग्छ 32 ब्रेक गर्दै त लाग्छ फेरि घट्न थाले पनि हो त्यही भएर स्टक वाइज नै हेर्दाखेरि नै राम्रो जस्तो लाग्छ सर मलाई चाहिँ। ठिकै अब यो 32 ब्रेक गरोस् भन्ने पनि हाम्रो कामना हो होइन अब गर्दाखेरि पनि अब कस्तो हुन्छ अब पोलिटिकल कुराले पनि इफेक्ट पार्ने भयो होइन हाम्रो जस्तो देशमा सानो सानो कुराले पनि ठुलो रूप लिन्छ अब यसलाई अब नयाँ अब यो मौद्रिक नीति हेरौँ होइन मेन कुरो डिमान्ड क्रिएट हुने खालको कन्डिसन बन्छ बन्दैन डिमान्ड क्रिएट हुने अब कहाँ चाहिँ बाहिरको लगानी ल्याउने हो कि होइन ब्याङ्कहरूका जुन 6 महिना छ त्यसलाई घटाइदिने पनि हो कि इन्स्टिट्युसन लगानीकर्ताहरूलाई कसरी गर्ने हो होइन अलिकति त्यसलाई क्लियर पारिदियो भने चाहिँ
सजिलो पनि हो। अब जस्तो एकुमुलेसन अस्ति हाम्रो योभन्दा अगाडि इन्टरभ्यूमा पनि कुरा भएको थियो, एकुमुलेसन भएका स्टकहरू त छन् तर प्लेयर फस्दैनन् भन्ने त छैन हो। अहिले तपाईँले अस्तितिर एउटा पोडकास्टमा तपाईँको 50वटा भन्दा माथिमा चाहिँ एकुमुलेसन छ भनेर भन्नुभएको रहेछ होइन। एकुमुलेसन त छ तर प्लेयर मान्छेले चाहिँ एउटा नबुझ्ने कुरा चाहिँ के भने प्लेयर पनि फस्न सक्छन् सर है। प्लेयर फस्या स्टक पनि त धेरै देखिराखेको हुन्छ नि। प्लेयर नहुँदा बढी त ठुलै मनी पनि फसिरहेको हुन्छ बजारमा, यही त छ। अब जस्तो स्टकमा अहिले अब जस्तो कुन सेक्टरलाई चाहिँ अलिकति राम्रो र यात्रा देखिन्छ त सर? म त तपाईँको अब चार्ट धेरै हेर्छु, मैले भनि नै हालेँ, तपाईँलाई पनि थाहा छँदैछ। मलाई चाहिँ तपाईँको म्यानुफ्याक्चर सेक्टर ठिक लागेको छ सर। हेर्नु है, म्यानुफ्याक्चर सेक्टरको अब अलिकति नयाँ कम्पनीहरूले गर्दाखेरि सेक्टर पोजिटिभ देखियो होला, तर म्यानुफ्याक्चर सेक्टरमा चाहिँ मोमेन्टम आउँछ जस्तो लाग्छ सर मलाई। र म्यानुफ्याक्चर सेक्टरको जुन नयाँ स्टकहरू छ नि, नयाँ स्टकभन्दा बाहेक पुरानो स्टकमा पनि अलिअलि एकुमुलेसन देखिन्छ सर होइन। अब नाम नलिगौँ, सिमेन्ट कम्पनी मध्येकोमा चाहिँ तपाईँको एउटा स्टकमा राम्रै एकुमुलेसन देखिन्छ। अहिले सिमेन्टीमा अब भनौँ न शिवम राम्रै एकुमुलेसन भन्नाले जे शिवम छ, त्यसपछि अहिले सोनाहरूको र जिसिएलको फेरि लक खुल्न आँट्यो कि जस्तो लाग्यो। लक खुल्ने टाइम हुन आँट्यो तिनीहरूको छ। अनि तब त नयाँ पनि म्यानुफ्याक्चर आरएसएमएल पनि म्यानुफ्याक्चरमै पर्यो। यिनीहरूले त इन्डेक्सलाई पनि त्यतिकै तानिरहेको छ। अनि हाइड्रो पावर सेक्टरमा पनि यदि मोमेन्टम आउँछ भनेदेखि भोल्युम पछिल्लो समयको हेर्दाखेरि हाइड्रो पावर सेक्टरमा पनि त राम्रै छ नि सर भोल्युम होइन। चार्ट पनि राम्रै बनिरहेको छ। हाइड्रो पावर सेक्टर पनि बुलिस हुनसक्छ। अब यो भनेको आजको भोलि भने होइन कि म्यानुफ्याक्चर र हाइड्रो पावरमा चाहिँ अलिकति अपर्च्युनिटीहरू खोज्दै गर्दा पनि यो दुईटामा खोज्दाखेरि चाहिँ अपर्च्युनिटी बेटर भेटिन्छ जस्तो लाग्छ सर मलाई चाहिँ। होइन नर्मल पनि अब जस्तो हाइड्रोहरू त सदाबार छँदैछन् होइन, ब्याज दर घटुन्जेल, तर अलिकति ब्याङ्कमा पनि मुभमेन्ट आउँछ कि जस्तो डेभलपमेन्ट ब्याङ्कमा, किनभने अहिले यिनीहरूले मार्जिन ल्यान्डिङको कुरा आउँदाखेरि जुन सस्तो ब्याङ्कहरू छ नि तीजना पनि नजर पर्ने हो कि होइन। ब्याङ्कमा पनि तपाईँको एउटा दुईवटा स्टकमा चाहिँ अब एउटा स्टकमा हो बेसिकली, दुईटा पनि नभनौँ होइन, एउटा छ अब त्यसले साथी खोज्छ होला, साथी खोज्छ होला। एउटा छ मैले अर्कोले पनि साथी अलिअलि खोजिरहेको जस्तो देखाएको थिएँ होइन। अब त्यो चाहिँ रिसर्च गर्नु पऱ्यो आफ्नो। त्यसले चाहिँ तपाईँको ब्याङ्कमा मोमेन्टम ल्याउन पनि सक्छ होइन। अब ब्याङ्क यदि अनि कमर्सियल ब्याङ्क चाहिँ तान्यो भनेदेखि त डेभलपमेन्ट ब्याङ्क सस्तो देखिन्छ फेरि, जुन हाई क्याप डेभलपमेन्ट ब्याङ्कहरू छ होइन। भनेपछि तिनीहरूमा पनि मोमेन्टम आउन सक्छ। होइन डेभलपमेन्ट ब्याङ्क त अलरेडी तयार भएरै बसेको, खालि नसकेरै त हो। खासमा एकुमुलेटेड राम्रै भएका दुई चारवटा ब्याङ्कहरू त चार्जिलले बाहेक पनि, चार्जिलले बाहेककै डेभलपमेन्ट ब्याङ्कहरू पनि एकुमुलेटेड छन् नै, भएर पनि नचलिरहेको त हो उनीहरू। चार्जिलवालामा त तपाईँको अब त्यहाँ माथि गएर अड्के बसिरहेको छ त्यो त्यहीँ अड्के। अब नयाँ नेसनल वाइजकाहरूमा पनि एकुमुलेसन त हो, तर अब सकिरहेको छैन भनौँ न। अब के मिले छैन क्या यो। जहिले पनि अब जस्तो 3000 पुग्यो भने, अब जस्तो अहिले अब मानौँ न रेड क्यान्डलबाट यहीँबाट माथि गयो भने पनि फेरि 3000 पुगेर केही न केही नेगेटिभ न्युज आउला कि जस्तो लाग्छ क्या। अब फेरि आरएसआई पनि माथि हुने, नेगेटिभ न्युज आयो भने एकै ताली हुन्छ क्या। अनि तपाईँलाई चाहिँ छैन समीर सर, मैले चाहिँ जस्तै केही कुरा भने भनेदेखि ऱ्याङ्किङ गर्नु पऱ्यो भनेदेखि होइन, मलाई अब तपाईँ टेक्निकल धेरै हेर्नुहुन्न भनेर भनिहाल्नुभयो होइन। मलाई चाहिँ आफूले टेक्निकल धेरै हेर्ने भएर केही कुरा ऱ्याङ्किङ गराउनु मन लाग्यो तपाईँलाई होइन। जस्तो तपाईँ चाहिँ टेक्निकल इन्डिकेटरलाई मात्र होइन, अब प्राइस एक्सन कतिले जान्छन् कतिले जान्दैनन्, तपाईँ खासै प्राइस एक्सन हेर्नु हुँदैन। इन्डिकेटरहरूलाई सिम्पल अब चार्टलाई जति क्लिन राख्यो त्यति नै राम्रो हो क्या। अनेक थरी कुरा गरेर तपाईँको काम नै छैन। ऱ्याङ्किङ गर्दै गर्दाखेरि चाहिँ तपाईँले टप 3 ऱ्याङ्किङ चाहिँ दिनु पऱ्यो भने कसलाई दिनुहुन्छ भन्नुहोस् त? आरएसआई, एमएससिडी, बोलिङ्गर ब्यान्ड, यो 3टा मात्र हेऱ्यो भने पुग्छ। फर्स्ट नम्बरमा आरएसआई, दोस्रोमा एमएससिडी, तेस्रोमा बोलिङ्गर ब्यान्ड। यति 3टा हेऱ्यो भने राम्रोसँग फलो गर्ने हो भने यति 3टा हेरेर बिगिनरहरूले अब अलिक अब टप लेभलकै भयो भने त यो चाहिँदैन होइन, टप लेभलको अरू हेर्ला नि त यति 3टा हेरे पनि पुग्छ। तर त्यही टेक्निकल चार्ट फलो गर्ने गाह्रो छ। यति 3टालाई किनभने कन्फर्मेसनको लागि आरएसआईलाई अर्को कन्फर्मेसन लिँदा भइहाल्यो। एमएससिडी यही बोलिङ्गर ब्यान्ड, फेरि यो टेक्निकल चार्ट हुने पनि कस्तो रहेछ भन्ने पऱ्यो नि। धेरैजनाले यही 3टा हेर्छन् र मिल्छ पनि होइन। अब अरू टेक्निकल चार्ट त मासको कुरा पनि त हो, अनि धेरैले यही हेर्छन् भनेपछि हामीले पनि यही हेऱ्यौँ भने सजिलो अरू हाम्रो अडियन्सहरूलाई चाहिँ। अब म त खासै त्यस्तो टेक्निकल चार्ट त्यति खासै हेर्दिनँ, अलि मात्रै हेर्ने भएर त्यही यही 3टा आरएसआई, एमएससिडी, बोलिङ्गर। तपाईँलाई अब रिजन चाहिँ नभन्नु होइन, अब यो बाइसेल रिकमेन्डेसन केही पनि होइन। मलाई एउटा इन्ट्रेस्टिङ लागेको कुरा चाहिँ तपाईँ चाहिँ फन्डामेन्टल चाहिँ एकदम धेरै हेर्नुहुन्छ। मलाई थाहा छ मैले बजारमा चिनेको फन्डामेन्टल हेर्ने मान्छे मध्येको तपाईँ मलाई वान अफ द बेस्ट लाग्छ होइन। मैले अनेस्टली भन्नुपर्दाखेरि एकदम राम्रो, तपाईँको फन्डामेन्टल एनालाइसिस एकदम राम्रो हुन्छ। जस्तै पछिल्लो समय त्यो जुन रादीमा मोमेन्टम आएको थियो नि, पछि तपाईँको यसको होल्डिङ यहाँ छ वहाँ छ होइन, यसले यो बेच्छ र ऊ बेच्छ भन्ने कुरा पछि आयो बजारमा होइन। तपाईँले त्यो 380 हुँदै गर्दाखेरि प्रदर्शन सर रादीको त यस्तो छ भनेर तपाईँले कुरा गर्नुभएको थियो होइन, रादीको त्यस्तो कुरा गर्नुभएको थियो। अब तपाईँले चाहिँ यो हेर्दै गर्दाखेरि हाइड्रोबाट चाहिँ तपाईँको एउटा छान्नु पऱ्यो ल,
तपाईँलाई चाहिँ हाइड्रोबार चाहिँ म चाहिँ फन्डामेन्टल चाहिँ यसको एकदम राम्रो देखाएको छ, यो छान्नु पऱ्यो भनेदेखि चाहिँ कुन छान्नुहुन्छ दाजु? अब यसमा प्राइस सबै कुराले हेर्दा त एनजिपिएलले छान्छ, फेरि यो बाई सेल होइन, मलाई मनपर्ने स्टक एनजिपिएलले। तर त्यसमा चाहिँ म तपाईँको राइट चाहिँ एकदम स्लो छ, तर कन्सिस्टेन्ट राइट छ नि त। राइट चाहिँ स्लो बिस्तारै, जस्तै अरू तपाईँको 200 को हाइड्रोहरू 300 पुगे इजी तपाईँको 50% गेन भयो। त्यसमा चाहिँ बिस्तारै एकदम स्लो राइट छ, तर राइट चाहिँ यो बजारमा चाहिँ कस्तो हुन्छ भने यो अलिकति लकले पनि फेभरको कुरा हुन्छ क्या, कहिलेकाहीँ किनेको कम्पनी नचल्ने सबै कुरा हेरेर पनि हुन त अब प्लेयरहरूले त्यही कुरा हामी जस्ता धेरैले हेरेर पनि प्लेयरहरूले किन्न नपाएर पनि हुनसक्छ, छुट्टै कुरा हो होइन। अब सधैँ राम्रो स्टक चल्छ भन्ने पनि हुँदैन छैन। मलाई एउटा अब जस्तो चल्नै पर्ने, जस्तो आज सिएचडिसी यो रेटमा किन पुग्यो, एनआरएन यो रेटमा किन पुग्यो, राधि यो रेटमा किन छ होइन, जुन कारण चाहिँ एनजिपिएलसँग पनि छ भनेपछि एनजिपिएल पनि बढ्न सक्छ भन्ने आधार हो। अब भोलि बढ्दैन भने त अर्को कुरा हो होइन। तर अब जस्तो यसैको आधारमा किनबेच त हो, कुरा छुट्टै हो। तर जुन जुन कारणले एनआरएन सिएचडिसी राधि बढे त्यो कारण एनजिपिएलसँग पनि छ। यो पनि हुन त 270 बाट यहाँ आएको हो, बढेको पनि भन्नु पर्यो। तपाईँको त्यत्रो राइटहरू दियो, तपाईँको बोनसहरू दियो, सबै कुरा पचाएको छ नि त एनजिपिएलमा त। अनि अर्को मलाई एउटा लाग्यो इन्ट्रेस्टिङ कुरा के समीर सर है, यो सिबिबिएलको के है छिमेक लघुवित्तपट्टि अहिले मान्छेले खासै ध्यान दिएको छैनन् होइन, क्यापहरूको कुराले गर्दा पनि होला। पछिल्लो समय प्याटर्न के देखिन्थ्यो भन्दाखेरि चाहिँ के न्युज आउनेवाला छ भनेदेखि चाहिँ त्यसमा चाहिँ पहिला अपरेटर लाग्ने, एकुमुलेसन गर्ने होइन, अनि पहिले नै त्यो न्युज आउनुभन्दा अगाडि नै प्राइस माथि पुऱ्याउने देखिन्थ्यो। अघिल्लो वर्ष सिबिबिएलको तपाईँले हेर्नु भएको थियो होइन, त्यसले राम्रै बोनस दिएको थियो है, कति दिएको थियो मैले एक्ज्याक्टली बिर्सेँ होइन। मैले चाहिँ माइक्रो चाहिँ खासै हेर्नु भएको ट्रेनै आउँदैन। त्यसमा चाहिँ तपाईँको त्यही मलाई लाग्यो इन्ट्रेस्टिङ कुरा चाहिँ सिबिबिएलको तपाईँको त्यसको चाहिँ रिजर्भमा पनि राम्रो पैसा छ। यदि 15% को क्याप खुल्यो भनेदेखि सिबिबिएललाई राम्रै हुन्छ, फरवार्डको पनि राम्रै छ। तर तिनीहरूमा चाहिँ तपाईँको खासै केही मोमेन्टम नै देखिँदैन अहिलेसम्मको लागि। जस्तै अब केही आउनेवाला छ भनेपछि अहिलेलाई माहौल भनेको तपाईँले भन्नुभएको जस्तो कुन कुन कम्पनीको होल्डिङ छ त्यही मात्र तपाईँको चल्ने हो कि तपाईँ र म एउटै माइक्रोमा पहिले झन्डै 1 वर्ष अगाडि भनौँ न, झन्डै कति 1 वर्षै पाल्यौँ नि, झन्डै लोनमा लगाएर राख्यौँ, फेरि स्टप लसै गऱ्यौँ होइन। झन्डै माइक्रोको ट्रेन नआएको थुप्रै भयो नि त। त्यही ट्रेनमा भए बेला तपाईँ हामीले एउटै किनेको थियौँ, त्यसपछि फेरि होइन त्यो गरियो। अब जस्तो अहिले नर्मली पनि 15% को क्यापले गर्दा अब नर्मली भनौँ न 2000 भन्दा माथि हालिसकेपछि के पाइन्छ त भन्ने खालको एउटा आम इन्भेस्टरलाई त हुन्छ नि होइन। मैले तपाईँले जोड्न खोजेको कुरा चाहिँ मलाई यो क्वेसन गरे भन्दा पनि इन्ट्रेस्टिङ लागेर डिस्कस गरौँ भन्ने कुरा हो होइन। अब तपाईँको अघि तपाईँले भन्नुभयो नि एनजिपिएलको एउटा कथा छ, त्यसले गर्दा ऊ हुनसक्छ, सिएचडिसी एउटा कथाले गर्दा त्यो थियो भनेपछि सिबिबिएलको पनि त कुनै टाइममा 15% को खोलिसकेपछि त्यो कथा त त्यसमा पनि त बन्छ नि त। यसमा चाहिँ किन तपाईँको खासै ठुलो एकुमुलेसन नदेख्या के अहिले राज्यले पनि माइक्रोलाई त्यस्तो गरी अलिकति पेल्नै खोजिरहेको पनि छ क्या। जस्तो 15% को टाइटली दुनियाँ कुरा छोड्दाखेरि पनि 15% लाई त छोडेन नि त। अलिकति गर्दाखेरि अब त्यो 15% को हटाइसकेपछि फेरि माइक्रो त सदाबहार हिरो हुँदै हो पहिलेको होइन। अब त्यही 15% को क्यापै हटाउनुपर्छ पहिले। त्यही त 15% क्याप हटाएपछि रिजर्भमा जस्तो अहिले नर्मली पनि भनौँ न 5000 हाल्ने, के पाउने भन्दा केही पनि नपाउने, त्यही 15% पाउने हो भनौँ भने त अन्त 1000 कै माइक्रो किन्छन् नि मान्छेले होइन। त्यो भएर पनि होला जस्तो लाग्छ है। यो माइक्रोमा ट्रेन्ड आएको, अब फेरि माइक्रोमा नभए पनि थुप्रै भयो। अब छैन एउटा किनेको थियौँ त्यतिखेर त्यस्तै भयो। ठिक छ सर, ठिक छ। अनि तपाईँले हाइड्रोमा त त्यो भन्नुभयो, अब कमर्सियल ब्याङ्कमा चाहिँ छान्नु पऱ्यो भने कुन छान्नुहुन्छ सर तपाईँ? कमर्सियल ब्याङ्कमा एनपिएल कम भएको, स्ट्यान्डर्ड चार्टर, एभरेस्ट यिनीहरू नै हो नि। यिनीहरू नै छन् है। लो प्राइसमा खासै देख्नु भएको छैन? लो प्राइसमा पनि छन्, कुमारी प्रभुहरू छन्, एकुमुलेसन भइरहन्। अब यसो हेर्नु पर्ला, अब ब्याङ्कतिर पनि नजर लाउनु पर्ला। अनि म्यानुफ्याक्चरमा चाहिँ सर होइन, म्यानुफ्याक्चरमा चाहिँ कम्पेरिटिभ एनालाइसिस गर्दै गर्दाखेरि अहिले अब स्पिनिङ मिल एकदम बढिरहेछ सर होइन। अब स्पिनिङ मिललाई मैले तपाईँले छान्नको लागि चाहिँ ल एसओई प्यानलसँग कम्पेरिजन गर्नको लागि एउटा त्यो भन्न सक्छु सर होइन। अर्को एउटा एसओई प्यानलसँग कम्पेयर गर्नु सर तपाईँले होइन, फन्डामेन्टल हेर्ने भएर है। फेरि मलाई मात्र प्रदर्शनले सोध्नु भन्नु होइन, तपाईँले नि मलाई टेक्निकल केही सोध्नु यस्तै होइन। ठिक छ, कम्पेरिजन गर्न दिनु मलाई नि क्वेसन। तपाईँको एउटा तपाईँले चाहिँ स्पिनिङ मिल र एसओई प्यानल कम्पेयर गर्दा के देख्नुहुन्छ सर होइन। अर्को भनेको चाहिँ त्यो माथिल्लो रेटमा स्पिनिङ मिल किन्नुभन्दा चाहिँ तपाईँको शिवम जस्ता कम्पनीहरू किन्दाखेरि चाहिँ कस्तो होला? किन्न भन्दा पनि दुईवटा कम्पेरिजन तपाईँ के देख्नुहुन्छ यिनीहरूमा? अब जस्तो यो हाम्रो देशमा मात्रै होइन, संसारभरि एउटा चलेको लो क्यापमा अलिकति राम्रो ट्रेन्ड आउँछ होइन। अब लो क्याप छ अनि बुक भ्यालु पनि बढी छ भने आरएसएमएलको अब बुक भ्यालु पनि बढी भएको, अनि किता पनि फ्लोटेड सेयर कम छ भनौँ न। किता कम त के हुनु होइन, फ्लोटेड सेयर मार्केटमा आउने सप्लाई चाहिँ कम छ। त्यो भएर इन्भेस्टरहरू अलिकति एक्टिभ भए हुन् होइन। यसमा अब जस्तो नर्मल एउटा याद गर्नु भएको छ 2000 माथि हुने कुनै कम्पनीको पनि बुक भ्यालु कम छैन होइन। जस्तो एसओई प्यानलको कम छ होइन। त्यो भएर उसलाई अलिक बल परो जस्तो लाग्छ है मलाई। 55 लाख किता हो, लो क्याप पनि त होइन नि त होइन। पब्लिक सेयर 55 लाख किता भनेको त
लोक्या भन्न पनि मिल्दैन नि त 5 लाख होइन। अनि त्यो भएर मार्केटमा 30-35 लाखको सप्लाई आउँछ होइन, 30 लाखको त सप्लाई आउला त्यो। अनि बुक भ्यालु पनि कमजोर भएको भएर अब एउटा मान्छेलाई के थियो भने कोरियन कम्पनी हो एबनर्मल ग्रोथ गर्छ भन्ने खालको कुरा छुट्टै कुरा छ। तर बुक भ्यालु अनि बुक भ्यालु र किता हेर्दाखेरि त्यो भएर त्यसले अलिक त्यहाँभन्दा स्पिनिङ मिल चाहिँ बेटर लागिरहेछ तपाईँलाई। स्पिनिङ मिल 9 लाख किता छ अनि बुक भ्यालु पनि बढी छ 4-5 भएको भएर अलिकति स्पिनिङ मिलमा चाहिँ चाम आयो, यसमा त्यस्तो चाम नआयो। हुन त फेरि चाम नआएको के भन्ने 800 बाट 2000 पुग्यो होइन, 2 महिना अगाडिको सबको त्यही नै स्टक होइन 800 बाट 2000 भएको पर्फर्मेन्स त राम्रै गरे। यहाँ आएर चाहिँ अलिकति किन बढ्न सकेन भन्दाखेरि यसलाई चाहिँ अनि मैले अस्ति एसआई प्यानलकै केसमा सधैँ भोल्युम बढी आउने अनि भोल्युम आइसकेपछि के रहेछ भनेर यसको नालीबेली खोतल्दाखेरि चाहिँ 2000 माथि बस्ने कम्पनीको सबैको बुक भ्यालु बबाल रहेछ क्या। एकचोटि हेर्नु त कुनैको पनि कम छैन क्या। जस्तो एसटिसी हेर्नु, आरएसएमएल हेर्नु, एएनएलबी हेर्नु, उपकार हेर्नु, 2000 माथि यी कम्पनी त छन् होइन। अब इएनएलभी आरबिसी अरू जति कम्पनी छन् सबैसँग एउटा कमन कुरा चाहिँ मिल्दो रहेछ क्या, बुक भ्यालु चाहिँ राम्रो रहेछ क्या। 2000 माथि जो बसे डिभिडेन्ड दियोस् नदियोस् छुट्टै कुरा होइन। अब जस्तो बिबिसी पनि अहिले 5000 बसिरहेको छ नि त, त्योसँग पनि एउटा स्टोरी लिएर बसेको नि त। फ्लोटेड सेयर कम छ, बुक भ्यालु पनि 4-5 देखिन्छ अनि अब दिन त केही नदियोस् भलै होइन। त्यो भएर यसले चाहिँ 800 को हो नि त पर्फर्मेन्स नगरेको होइन, यहाँबाट चाहिँ सङ्घर्ष गरिरहेको कारण चाहिँ त्यस्तो हो कि। अब टेक्निकल जस्तो एउटा धेरैजनाले सोच्छन् क्या यो एकदम ठुलो मुभ आउने स्टकमा टेक्निकल चार्टमा केही सिग्नल देखिँदैन भनेर होइन। यस्तो केही सिग्नल हुन्छ? सिग्नल किन नहुनु सर, मजासँगले हुन्छ होइन। अब त्यहाँ कस्तो हुन्छ भने सिग्नलहरू 2-3 वटा देखिन्छ होइन। जस्तै तपाईँले पनि यो रिलेटिभ स्ट्रेन्थको कुरा धेरै हेर्नुहुन्छ होइन, मैले पनि हेरिरहेको हुन्छु रिलेटिभ स्ट्रेन्थ। एउटा त रिलेटिभ स्ट्रेन्थ हाई हुन्छ, त्यो त खासमा टेक्निकल सिग्नल भन्दा पनि त्यो भनेको चाहिँ अर्कोले भन्दा यसले बेटर पर्फर्म गरिरहेछ भनेर डेटा दिने हो, त्यो कम्पेरिटिभ डेटा दिने हो नेप्सेको अरू स्टकसँग होइन, यो हेर्न सकिन्छ। मैले चाहिँ टेक्निकलमा हेर्दै गर्दाखेरि एउटै हो सर मेरो चाहिँ के भन्दाखेरि टेक्निकलको डाओ थ्योरीभित्र एउटा लाइन छ क्या सर होइन, भोल्युम मस्ट कन्फर्म द ट्रेन्ड भनेर भन्छ होइन। त्यसले के भन्छ भने कुनै पनि टेक्निकल प्यारामिटर किन भन्छ भनेदेखि भोल्युमले चाहिँ त्यो कुरा चाहिँ कन्फर्म गर्नुपर्छ, भोल्युममा चाहिँ देखिनुपर्छ भनेर चाहिँ भोल्युम चाहिँ त्यसमा आएको हुनुपर्छ। जस्तै टेक्निकल ब्रेकआउट गर्यो भोल्युम छैन भनेदेखि त्यो कन्फर्म हुँदैन। तर मैले चाहिँ यसलाई कुन एप्रोचबाट लिन्छु सर भन्दाखेरि स्टकमा ब्रेकआउट हेरेर टेक्निकल सिग्नल तपाईँले बोलिन्जर ब्यान्ड हेर्नुहुन्छ, मिड ब्यान्ड ब्रेकआउट भयो अथवा आरएसआई 60 माथि गयो भनेदेखि आरएसआई 60 माथि गएकोमा भोल्युम आएकै छैन भने हेर्न जाने होइन सर। म चाहिँ के गर्छु भने जुनमा भोल्युम आएको छ नि भोल्युमबाट नै सर्ट गरिदिने कि 15-20 वटा भोल्युममा धेरै आएको स्टक हेर्ने, त्योबाट चाहिँ तपाईँको जुनमा भोल्युम आएको छ त्यसमा चाहिँ तपाईँको चाहिँ ब्रेकआउट आयो भनेदेखि चाहिँ त्यसमा चाहिँ तपाईँको पोटेन्सियल हुनसक्छ। तपाईँले पछिल्लो समयको जुन स्टक चल्या हेर्नुहोस्, राधि हेर्नुहोस्, एनजिपिएल हेर्नुहोस्, रिडी हेर्नुहोस्, पछिल्लो समय चल्या एकेजेसिएल हेर्नुहोस् होइन। अब स्पिनिङ मिल त बिचमा तपाईँको आइपिओ पछि लगातार बढ्न थाल्यो। पछिल्लो समयको जति पनि स्टकहरू प्याटर्न एउटै हुन्छ हेर्नु, तल्लो लेभलमा बसिरहेको हुन्छ नर्मली 80,000 90,000 1 लाख किता भोल्युम आइरहेको हुन्छ, एग्रेसिभ भोल्युम आउन थाल्छ। एक दिन मात्र आएर भएन, फलोअप भोल्युम आउँछ होइन। हिजो एक दिन 81 हिजो अस्ति 80-90,000 कारोबार भइरहेछ भने 2-3 लाख कारोबार हुन्छ, त्यसपछि अर्को दिन 4-5 लाख कारोबार हुन्छ। अनि त्यो भएर जेसुकै टेक्निकल प्यारामिटर होस् होइन, आफूलाई जे आउँछ त्यही दुईटाको कम्पेरिजन गर्ने क्या। टेक्निकल टुललाई चाहिँ कसरी युज गर्दा राम्रो हुन्छ जस्तो लाग्छ समीर सर मलाई भनेदेखि, जस्तै बोलिन्जर ब्यान्ड तपाईँले हेर्नुहुन्छ भनेदेखि बोलिन्जर ब्यान्डलाई नै चाहिँ यदि मिड ब्यान्ड ब्रेक गर्यो दुईटाको कम्पेयर गर्ने के, दुईटामा तपाईँको भोल्युम आएको छ, पहिला सबैभन्दा पहिला मिड ब्यान्ड जसले ब्रेक गर्यो नि त्यो तपाईँको लिडर हुनसक्छ सर। कारोबार रकम हेर्दै गर्ने, आफूले जुन टेक्निकल प्यारामिटर आउँछ त्यही टेक्निकल प्यारामिटर हेर्ने, दुईटा मध्ये कुन चाहिँ सेयर किन्ने भन्दा चाहिँ जुन चाहिँमा चाहिँ तपाईँको कारोबार धेरै आएको छ र आफ्नो टेक्निकल प्यारामिटरले बाई भनेको छ। मिड ब्यान्ड ब्रेक हेर्नुहुन्छ, मिड ब्यान्ड आरएसआई ब्रेक हेर्नुहुन्छ, आरएसआई ब्रेक ट्रेन लाइन हेर्नुहुन्छ, ट्रेन लाइन ब्रेक भनेपछि भोल्युम आएर टेक्निकल प्यारामिटर ब्रेक भयो भनेदेखि त्यो चाहिँ लिडर स्टक बन्न सक्छ सर। अब सिम्पल कुराकानी त्यही नै हो। अब यो गर्दै गर्दा पनि मान्छे झुक्किन्छन् फेरि होइन, कहिले एउटामा भोल्युम आयो ब्रेक गरेर किन्यो त्यसपछि त्यो चल्दिँदैन अनि अर्कोमा त्यही प्याटर्न बनेको हुन्छ, अस्ति गर्दा फाइदा कमाएको छैन अहिले किन किन्ने भन्ने हुन्छ होइन। अनि मनी म्यानेजमेन्टको कुरा चाहिँ त्यहीँ आउने हेर्नु, अब प्याटर्न सबैमा यही नै हुने हो होइन। हामीले त्यो सानो हुँदा पढ्थ्यो नि के अल अल्काली आर बेस बट अल बेस आर नट अल्काली, त्यही भने जस्तो सर। सबै बढ्ने स्टकमा प्याटर्न एउटै हो कि भोल्युम आएर टेक्निकल प्यारामिटर ब्रेकआउट, तर तपाईँको सबै भोल्युम आएर टेक्निकल प्यारामिटर ब्रेकआउट गरेको सबै चल्दिँदैन भनेपछि मनी म्यानेजमेन्ट गर्नु पऱ्यो। यो एउटा चलेन भनेदेखि अर्को लागि पनि पैसा राख्नु पऱ्यो होइन। मैले चाहिँ हेर्ने कुरा बेसिकली टेक्निकलमा हेर्ने कुरा यही नै। यो भोल्युम पनि जस्तो क्या कुन लेभलमा आउँछ भन्ने खालको पनि मिनिङ हुन्छ होला होइन। जस्तो बटममा तपाईँले अब जस्तो कुनै कुनै स्टक त अब हामीले हेरिरहेको छौँ नि त होइन, भोल्युम राम्रो भोल्युम आएपछि पनि भोलिपल्टबाट सकेका छन् होइन, त्यो दिन एक्जिट भएको पनि छन् होइन, त्यो त बेलुका थाहा हुन्छ। त्यतिखेर जस्तो यहाँनिर चाहिँ निस्किरहेछ भन्ने के गरी थाहा हुन्छ?
त्यो त्यति बेला त थाहा हुँदैन सर होइन। अब अलिअलि तपाईँको मार्केट डेप्थ हेरेर आफ्नो पर्सनल एक्सपिरियन्स अनुसार मान्छेले काम गर्न सक्छन्। अनि यो भोल्युम हेर्दा पनि छ नि सर होइन, ठ्याक्कै तपाईँको क्वेसन भन्दा नि मैले अर्को कुरा चाहिँ गरेँ होइन। भोल्युम हेर्दा पनि कस्तोमा चाहिँ हेर्नु पऱ्यो भने पछिल्लो जहिले पनि ट्र्याक गर्नु पऱ्यो कि त्यो जुन टप 10 टप 15 आएको हुन्छ नि, एभ्री डे हेर्नु पऱ्यो कि, एक दिन छुट्यो भने चाहिँ सिद्धो त्यहाँनिर हेर्नु होइन। हिजोसम्म परेको छैन, आज भर्खरै फ्रेस परेको हुनु पऱ्यो कि। अब भोल्युम आइरहेको छ 3 महिनादेखि। त्यसलाई त यसो गर्दा पनि होला जस्तो रिलेटिभ एक्सटेन्टमा हेर्ने, नर्मली त्यसले लामो समयको ट्र्याक गरिरहेको हुन्छ। अनि त्यो स्टकहरूको त्यो स्टक नै लिडर हुन्छ भन्दा त हामीलाई थाहा छ होइन। कुनै समयको एनआरएन त्यहीको लिड थियो होइन, कुनै समय सिएचडिसी त्यही भित्रको थियो। जस्तो अहिलेको पनि रिलेटिभ एस्टेम हेर्नुभयो भने पनि सस्तो देखिँदो रहेछ क्या, तर सस्तो देखिएको त अलिक पहिलेबाटै पनि हो होइन। अब जस्तो हामीले रिलेटिभ एस्टेमलाई चाहिँ अलिकति हाम्रो साथीहरूले पनि रिलेटिभ एस्टेमलाई चाहिँ अलिकति हेर्नुभयो भने त्यो रिलेटिभ एस्टेमको त मैले तपाईँको एउटा कन्टेन्ट बनाएर नि हालेको थिएँ। तपाईँको एकदम राम्रो छ हो। त्यो कुरो हेरियो र त्यो कुरालाई ट्र्याक गरियो भनेदेखि पनि तपाईँको अहिलेको क्वेसनको एन्सर चाहिँ बरु त्यो भिडियो गरेर हेर्नु भन्छु म चाहिँ। ल समीर सर, अब एउटा गेम पनि खेलौँ हामी होइन, अडियन्सलाई पनि रमाइलो हुन्छ। म चाहिँ तपाईँलाई केही पिक गर्न चुज गर्न दिन्छु होइन, अनि त्यसपछि तपाईँले चाहिँ त्यसपछि बार छान्न पऱ्यो। अब रिजन चाहिँ तपाईँलाई भन्न मन लाग्यो भन्नु मन लागेन भनेदेखि नभन्न पनि पाउनु। त्यसो भए तपाईँले मलाई कम्पनी सोध्नु भने तपाईँलाई म टेक्निकल चार्टरको बारेमा सोध्नु हुँदैन? हुन्छ सर, हुन्छ भइहाल्छ, बराबर पार्नु पर्यो सर। जस्तै तपाईँलाई रजतपुर अङ्कल फेल हुनु पर्यो। जस्तै तपाईँले अघि नै भन्नुभयो होल्डिङवाला कम्पनीहरूको कुरा गर्नुभएको थियो होइन। होल्डिङवाला कम्पनीमा पछिल्लो समय चलेको रादी, अघि एनजिपिएलको मेन्सन गर्नुभयो। एनजिपिएल र रादी मध्ये चाहिँ कुन पिक गर्नुहुन्छ त? अब फेरि त्यो म एनजिपिएलै भन्छु नि, त्यसमा त नो डाउट नि। किन त सर? तपाईँको एकुमुलेसन त रादीमा पनि राम्रै देखिएको थियो। त्यो चाहिँ अब यस्तो छ, राधीको भन्दा पनि एनजिपिएलकै भनौँ न। एनजिपिएलको एसएमजेसी र एमकेएचएल सेयर बेच्दैछ, अलिकति एबनर्मल प्रफिट ल्याउन सक्छ भनेर मैले एनजिपिएल भनेको। फेरि यो अब जस्तो यसमा चाहिँ यसको आधारमा बाइसेल गर्न नपाउने खालको शर्त पनि है, यो चाहिँ एकदम मलाई यो लागेको मात्रै। राधी र एनजिपिएल भन्नु भने त्यो त हो सर। अब जस्तै अडियन्सलाई पनि तपाईँले चाहिँ भनिदिनु भयो नि त, जस्तै किन रिजनिङ पनि छ नि त सर। ठिक छ, एनजिपिएल त्यसमा जस्तै अनि अघिल्लो समय अलिकति हाइड्रो पावर सेक्टरमा चाहिँ मोमेन्टम लिएर आएको स्टकहरूमध्ये चाहिँ रिडी र एकेजेसिया राम्रो बढाएको थियो। दुईटा मध्ये पिक गर्नुपर्दा यो चाहिँ पास भन्न पाइयो? पास कि एकेजेसिएल? ल ठिक छ सर, ल पास भन्न पनि पाइयो। यो रिडी र एकेजेसिएलमा चाहिँ पास है। ल अलिकति इन्डेक्सतिर पनि जाउँ समीर सर होइन। इन्डेक्सतिर पनि अब बजारलाई अलिकति चढायमान बनाउन सक्ने हाई क्याप इन्डेक्स भनौँ न हामीले, बजारले 3000 ब्रेक गर्छ भनेदेखि यो मध्ये कुनै चल्नुपर्छ। ब्याङ्किङ र हाइड्रो पावर सेक्टरमा चाहिँ तपाईँलाई चाहिँ कुन चुज गर्नुहुन्छ त दुईटा मध्ये? त्यसमा त ब्याज दर घटुन्जेल त हाइड्रै हो नि। ब्याज दर घट्ने हाइड्रो नै हो। अब हाइड्रोमा फेरि अब रिजन सोध्न पाउँछ पाउँदैन? मजाले तपाईँको हाइड्रोमा फेरि कम्पनी उल्कै धेरै छ नि त सर होइन। ब्याङ्किङमा थोरै छ, किन ब्याङ्किङ चाहिँ किन? जस्तो यस्तो छ क्या, ब्याङ्किङ चाहिँ के छ भने प्रत्येक कम्पनी हाई क्याप पनि छ होइन, हाई क्याप पनि छ ब्याङ्किङहरू। अब फेरि कस्तो छ भने हाइड्रोमा चाहिँ बढाउनलाई एक त ब्याज दर घटेछ, प्रफिट बढ्छ, ड्याम बगाउँछ, इन्सुरेन्स डुब्छ, फेरि हाइड्रोकै राम्रो हुन्छ। भनौँ न अहिले अब जति पनि हाइड्रोको ड्यामहरू बगाउँछ, बाढी आउँछ, फाइदा हाइड्रोलाई पनि छ होइन। अब बिजुली बिकेन भने पनि एनइएले तिर्छ, सबै तरिका। राज्यले पनि प्रमोट हाइड्रोलाई नै गर्न खोज्छ, अनि प्रमोटरलाई पनि सेयर बेच्नु छ हाइड्रोकै फेरि, अनि बढाउनु पर्ने छ। अनि सबै कुराले हाइड्रोमा चाहिँ अलिकति मलाई ब्याङ्किङ भन्दा हाइड्रो, अब जस्तो ब्याङ्किङमा एनपिएलको डर छ, यसमा एनपिएल पनि भएन। ड्याम बगाउँछ, इन्सुरेन्स कम्पनीले बेहोर्छ, बिजुली बिक्री भएन, एनइएले बेहोर्छ, अनि पानी बेचेरै पैसा आउँछ होइन। सबै कुराले हेर्दा त हाइड्रै ठिक होला। जस्तो ट्रेड गर्दाखेरि पनि सेयर बजारको हिसाबमा, र मान्छेले पनि धेरैले कमाएको पनि हाइड्रोबाटै पनि होला। प्रमोटरले पनि कमाए, ट्रेड गर्नेले पनि कमाए होइन। अब फेरि एउटाले कमायो भने चाहिँ कोही डुबेका पनि होला फेरि हाइड्रोमा होइन। तर ब्याङ्किङ र हाइड्रोमा नो डाउट हाइड्रो अब टेक्निकली पनि त्यही नै देखिन्छ सर। टेक्निकली पनि हाइड्रो अल टाइम हाइतिर पुगेर बसिरहेको छ होइन। अनि कमर्सियल ब्याङ्कको त्यस्तो टेक्निकल छ, हाइड्रोको जतिको बुलिस अलिकति देखिँदैन, टेक्निकली पनि ठिक छ सर। अनि तपाईँले दुईवटा सेक्टर अर्को चुज, दाजुभाइ सेक्टर चुज गर्न आउँदाखेरि फाइनेन्स र डेभलपमेन्ट ब्याङ्कमा चाहिँ तपाईँ कुन प्रिफर गर्नुहुन्छ? अब फाइनेन्स चाहिँ जति माथि गयो त्यति सप्लाई आउन सक्छ। ट्रेन हेर्दा डेभलपमेन्ट ब्याङ्कको ट्रेन आउने सम्भावना चाहिँ म चाहिँ ज्यादा देख्छु, त्यही भएर डेभलपमेन्ट ब्याङ्कमा पनि अब अलिकति रिपोर्ट राम्रो भएको मैले यदि नोटिस गरेको भनेको जेबिबिएल र एलबिबिएल छ। फेरि कस्तो छ भने यो हाइड्रो पावर र अरू सेक्टर चाहिँ फरक हो जस्तो लागेको है मलाई। अब हामी जस्तो हाइड्रो पावर चल्यो भने चाहिँ कुन चल्छ त्यो मात्रै चल्छ। अब हाइड्रोभित्रै 15-20वटा ग्रुप छ होइन, प्रत्येक ग्रुपको छ। तर जस्तो डेभलपमेन्ट ब्याङ्क नेसनल वाइज चल्यो भने सबै नेसनल वाइज चल्दिन्छ क्या, चल्दिन्छ। अब ब्याङ्किङ चल्यो भने पनि झन्डै सबै चल्नै खोज्छ
खोज्छ नि, धेरै डिफ्रेन्टमा बस्दैन। इन्सुरेन्स चल्यो भने पनि त्यसरी नै चल्छ। त्यो त एकदम नै हो। तपाईँको हाइड्रोमा त त्यो कति एकदम थोरै किता भएको पुथेली बुखेरी पनि त्यहीँ छ, अप्पर तामाकोसी पनि त्यहीँ छ, 1.5 करोड किता भए पनि छ, 10 करोड किता भए पनि छ। एभ्री रेन्जमा तपाईँको 2 लाखदेखिबाट तपाईँको 23 करोडसम्मको तपाईँको सेयर छ हाइड्रो पावर। हाइड्रो पावर त भएर अनि डेभलपमेन्ट ब्याङ्क चल्यो भने सबै चल्छ। हजुर, नर्मली नेसनल वाइज र चार्जरले छुट्याइदियो होइन, ग्रुप छुट्यो नि त। यो त पहिले चाहिँ चार्जरले र नेसनल वाइजमा, जस्तो नेसनल वाइजै चल्यो भने त म त सबभन्दा सस्तो किन भन्छु, सस्तोको ट्रेन आउला भन्छु। किन भन्ने होइन, सस्तोको ट्रेन आउन सक्छ। त्यो मध्ये पनि तपाईँले क्वेसन एन्सर सेसनमा छौँ हामी होइन। अब एलबिबिएल र जेबिबिएलमा चाहिँ कुन पिक गर्नुहुन्छ तपाईँ? यो त एकदम महाभारतै भन्नुभयो, दुइटै राम्रो छ, तर जेबिबिएलले चुज गरे सस्तो भएर। यो चाहिँ सस्तो भएर, यो अरू केही कारण होइन। हजुर हजुर। अब अरू कुरा हेर्ने हो भने लुम्बिनी पनि ठिक छ, बुक भ्यालु हेर्ने किता हेर्ने हो भने पनि लुम्बिनी पनि ठिक छ, तर मैले चाहिँ सस्तो भएर जेबिबिएलले जाने। ठिक छ सर। ल अनि मेरो पालो सकेको भने तपाईँको पालो मेरो पालो सक्यो ल। त्यसो भने तपाईँलाई चाहिँ मैले अब जस्तो के सोधेँ भने आरएसआई बाई गर्ने बेला है त, आरएसआई 60 कि आरएसआई 30? आरएसआई 30 भन्दा आरएसआई 60 नै हेर्छु सर म त। रिजन भन्न मिल्छ भनेदेखि रिजन भन्न पाउनु, किनभने 30बाट तपाईँको त बााउन्स ब्याकहरू आउन सक्छ हेर्नु होइन। अनि आफैसँग हातमा सेयर छ, त्यो होल्डै गर्ने प्लान छ, यसो किनेर एकछिनपछि बेच्छु भन्ने भयो भनेदेखि 30मा आउँदा बााउन्स ब्याक हेर्ने हो। 30बाट त बााउन्स ब्याक आउँछ, रियाक्सन जोन भन्छु कि म चाहिँ 30लाई रियाक्ट गर्छ, त्यहाँबाट बााउन्स आउँछ होइन। तर बााउन्स आएर चाहिँ मासतिर टेक्निकल सिग्नलले बाई भनेन भनेदेखि त्यो चाहिँ मेयर बााउन्स ब्याक मात्र हो। त्यही भएर 60 भन्दा मासतिरको भने चाहिँ मोमेन्टम हो कि, त्यही भएर 60 नै चुज गर्छु म चाहिँ। त्यसो भने क्यान्डलमा के हेर्ने, हाई कि नाची हेर्ने कि नर्मल क्यान्डल हेर्ने? क्यान्डलमा चाहिँ अब दुइटै एरिया हुन्छ, कुन भन्नु त अब यसमा एउटा तपाईँले छान्नै पर्छ। यसमा चाहिँ दुईटा मध्ये एउटा छान्नै पर्दाखेरि चाहिँ दुईटा मध्ये एउटा मात्रै क्यान्डल हेर्नु पाइयो होइन। क्यान्डल एउटा त्यो भन्दा नर्मल क्यान्डलै हेर्छु, किन भन्दाखेरि हाइकिनासीले चाहिँ तपाईँको फेरि दुइटै छान्न पर्ने जस्तो कुरा आयो। हाइकिनासीले चाहिँ तपाईँको कस्तो हुन्छ भने हाइकिनासीले चाहिँ हामीलाई ठ्याक्क तपाईँको ओभर ट्रेडिङबाट बचाउँछ। तर ठ्याक्क के छ त मोमेन्टम, इन्ट्राडेको मोमेन्टम के छ भने हेर्नको लागि डेली क्यान्डल चाहिन्छ। अब यसमा मैले पनि पास भन्ने दुइटै नै हेर्छु मैले त। त्यसो भने टेक्निकल चार्ट मध्ये सबभन्दा बेस्ट काम गरिरहेको एउटा चार्ट भन्नु पर्यो भने, एउटा इन्डिकेटर भन्नु पर्यो भने? इन्डिकेटर मध्ये त मेरो त फेभरेट भनेको त तपाईँको बोलिन्जर ब्यान्ड पनि हेर्छु मैले। मलाई चाहिँ सुपर ट्रेन्डको 10/2 को सेटिङ लाग्छ सर। सुपर ट्रेन्डको 10/2 को सेटिङले चाहिँ ट्रेन्डिङ मार्केटमा, साइडवेज मार्केटमा मलाई थाहा भएन, ट्रेन्डिङ मार्केटमा तपाईँले डायो थ्योरी पनि आउँदैन, ट्रेन्ड लाइन खिच्नु पनि आउँदैन भने त्यसको काम चाहिँ सुपर ट्रेन्डको 10/2 को अर्को कुरो फेरि टेक्निकल चार्टमा साइडवेजमा चाहिँ खासै काम गर्दैन हैन। साइडवेजमा त तपाईँको बाइसेल आइरहेको हुन्छ। साइडवेजको एउटै रुल, साइडवेजको रुल नम्बर 1 के हुन्छ भने माथि जाँदा साइडवेजको अप्पर जोनमा जाँदा सेलिङ गर्नु पर्यो, लोअर जोनमा आउँदा बाइङ गर्नु पर्यो, त्यति नै हो। तपाईँले यसमा पनि अप्सन छैन है, तपाईँले छान्नै पर्ने चाहिँ डेको हेर्ने कि आवरको हेर्ने? अब यसमा त अब दुईटा मात्रै छान्नै पर्यो भने चाहिँ डेली चार्टै हेर्ने नि। डेली चार्ट हेर्ने ठिक छ। अब तपाईँलाई एमएससिडी र सुपर 10 मा मैले अप्सन्स दिएँ भने म त तपाईँको ट्रेन्डिङ मार्केटमा सुपर ट्रेन्ड 10/2 को सेटिङ, 10/2 सेटिङ चेन्ज गर्ने हैन त? 10/2 को सेटिङ सुपर ट्रेन्ड एकदम अब यो अब कसैले चाहिँ सेटिङ कसरी चेन्ज गर्ने भनेर जान्नु पर्यो भने त्यो इन्डिकेटरमा जाने, त्यहाँ सेटिङ गियरको आइकन हुन्छ, त्यहाँ गएर 10 लेखा हुन्छ, तल्लोपट्टिको 2 बनाइदिने। ल अब बाई डेजको कुरा गर्दाखेरि कुन डे बाई डे हो त? अब यो पल्टबाट त फेरि 19 चेन्ज भयो हैन, फर्मेटै चेन्ज हो, किनभने आइतबार 2 दिनको सप्लाई आउँथ्यो योचोटिबाट, हजुर अब 1 दिनको मात्रै आउने भयो हैन। अब यो त्यही पनि अब चाहिँ सर जुन दिन तपाईँको आफ्नो सेटअपबाट सिग्नल आउँछ त्यही दिन, त्यो दिन तपाईँको बिदाको दिन बाहेक जुन दिन पनि बिदाको दिन पनि अब त अर्डर हाल्न मिल्ने के कुरा आइरहेछ क्या हैन, मार्केट क्लोज भन्दा भयो नि। तपाईँको आफ्नो सेटअपले जुन दिन बाई भन्छ त्यही दिन। मलाई धेरैजना सोध्नुहुन्छ कि तपाईँको क्वेसन एन्सरमा मैले बिचमा रोकेर इन्टरप्ट गरेँ भने तपाईँको बजार बढ्दै गर्दाखेरि चाहिँ कति बजेपछि बाई गर्ने हैन, कुन दिन बाई गर्ने भन्दा पनि मैले चाहिँ के भन्छु भने तपाईँको आफ्नो प्याटर्न हुन्छ, त्यो चाहिँ मान्छे अनुसार फरक हुनसक्छ। तपाईँको आफ्नो सेटअपले जुन दिन बाई भन्छ त्यही दिन बाई गर्ने, म चाहिँ त्यही भन्छु। यो अहिलेसम्मको अहिले जुन यत्रो कम्पनीहरू छन् यहाँ मध्ये चाहिँ जस्तो अहिले चाहिँ अलिकति बेस्ट पर्फर्मेन्स कुन गर्न जस्तो लाग्छ तपाईँलाई? यो अहिले चाहिँ अबको ट्रेन्डमा चाहिँ यो स्टकले चाहिँ अलिकति राम्रो पर्फर्मेन्स गर्छ भन्ने जस्तो कुनै स्टक छ त तपाईँको नजरमा परिरहेको? सर अब कम्पनी चाहिँ अब यो फेरि यसको आधारमा बाई सेल गर्ने होइन, एकदम हाम्रो क्याजुअल गफ छ तपाईँहरूलाई। यो अरू बेला पनि हाम्रो भइरहन्थ्यो, हामीले यसलाई अर्गनाइज गर्न मात्रै खोजेको, अरू बेला पनि कुरा भइरहने हो, यो सुट गरेर क्यामेरा राखेर कुरा गरौँ भन्ने कुरा मात्र हो। अब चार्टबाट हेर्दै गर्दाखेरि सर
चार्ट वाइज हेर्ने भन्दाखेरि बुलिस चार्ट बनेको भनेको हाइड्रो पावरको स्टकहरूमा पनि छ सर होइन तिनीहरूमा रिट्रेसमेन्ट आउँछ भनेदेखि अहिलेको टाइममा होइन रिट्रेसमेन्ट आउँछ भनेदेखि हेभिली एकुमुलेटेड स्टकहरू हेर्नु पऱ्यो होइन 2-4वटाहरू छ नि यसो हल्का नजर लगाइयो त्यो सस्तो सेयर त्यो नेप्सी अल्फा यताउतितिर गएर एकचोटि पछिल्लो 3 महिनाको एकुमुलेसन कुनमा छ भनेर एक क्लिक हान्यो भनेदेखि त्यहाँनिर देखिन्छ सर होइन तिनीहरूमा रिट्रेसमेन्ट आउँदा हेर्न सकियो अब रिसेन्टली आएको कम्पनीहरू मध्ये चाहिँ बुक भ्यालु अघि तपाईँले बुक भ्यालुको कुरा गर्नुभयो नि बुक भ्यालु 500 को आसपास बुक भ्यालु भएको कम्पनीहरू अरूहरू माथि छन् जुन चाहिँ तल छ त्यतातिर नजर लगाउन सकियो होइन मैले एकदम बुलिस देखिरहेको यिनीहरू नै छ सर कम्पनी अब ठ्याक्कै यही कम्पनी कम्पनी पनि नभनौँ फेरि बाई गर्दैला पनि तनाव हुन्छ फेरि किन भनेर भन्दा ल अब आज हामीले चाहिँ रमाइलो कुराकानी गऱ्यौँ समीर सर होइन फेरि पनि यस्तै कुराकानीहरू गर्दै गर्नु पर्छ अब हामीले चाहिँ यो नर्मल्ली गरिराखेको कुराकानी आज क्यामेरा राखेर गऱ्यौँ होइन अब अडियन्सलाई चाहिँ कस्तो लाग्छ हामीले चाहिँ एकदम नै र कुराकानी गरेका छौँ आज चाहिँ है त्यस्तो धेरै फर्मल भएर एकदम कुराकानी गरेका छैनौँ इन्टरभ्यू पनि होइन हामी चाहिँ साथीभाइ कुराकानी गरेर तपाईँहरूलाई पनि केही कुरा होस् र केही कुराहरू चाहिँ नलेज गेन होस् भन्ने हिसाबले गरेका छौँ स्टकहरूको नाम जुन लिएको छ बाइ सेल रिकमेन्डेसन केही पनि होइन हाम्रो आफ्नो पर्सनल ओपिनियनहरू हो तपाईँहरूलाई के कस्तो लागेको छ तपाईँहरूले सबै भाषामा चाहिँ कमेन्ट सेक्सनमा के लेख्न सक्नुहुन्छ केही क्लोजिङ लाइन दिनुहुन्छ सबै सर अब यो भिडियो चाहिँ मेरो च्यानलबाट आउँदैछ र ओपनिङमै हामी प्रदर्शनहरू मेरै ल्यायौँ र अब यस्तै कुराहरू चाहियो अथवा के कुरा चाहिँ हामीले अब सुधार गर्नुपर्छ अथवा केही कुराहरू चाहिँ यो कुरा चाहिँ तपाईँलाई जान्न मन थियो भन्नु भने अर्कोचोटि हामीले चाहिँ फेरि अलिकति चार्टहरू देखाएर पनि प्रदल सरको नलेजलाई पनि मिक्स गर्न सक्छौँ होइन फन्डामेन्टल कुरामा भयो भने पनि हामी दुइटैले मेहनत गरेर फेरि यो कुरा छ फन्डामेन्टल कसरी हेर्ने टेक्निकल चार्ट कसरी हेर्ने भनेर तपाईँहरूलाई आवश्यक पर्दा त्यो पनि गरिदिन सक्छौँ त्यसको लागि चाहिँ तपाईँहरूले तल कमेन्ट गरिदिनु भयो भने चाहिँ हामी अझै आभारी हुने थियौँ होइन हस् थ्याङ्क यू यो लास्टमा हाँसेको चाहिँ हालिदिनु न त